हेलो एभ्रिवान, वान सेकेन्ड वेलकम ब्याक है। केही अलि टेक्निकल इस्युले गर्दाखेरि हामीले ब्रेक लगाउनु परेको थियो। मैले अहिलेसम्म केही कुरा एक्सप्लेन गरिसकेँ। अब कोही कोही नयाँ पनि हुनुहुन्छ, किनकि म्यासेज पनि त्यस्तै आएको थियो, दाइ भर्खरै स्टार्ट भएको र भन्ने। त्यो चाहिँ होइन, मैले केही चाहिँ अगाडि गरिसकेको छु है। अब म रिपिट चाहिँ त्यसरी गर्दिनँ, गरेर चाहिँ हजुरले हेर्न सक्नुहुन्छ। मैले यो मार्क डिस्ट्रिब्युसनको बारेमा भनेको थिएँ। त्यसपछि यसमा चाहिँ मैले के भनेको थिएँ भन्दाखेरि हजुरलाई स्पिड अफ लाइटको बारेमा अलिक झुकाउन खोजेको थिएँ। के हुन्छ क्राउड र मिडियमको कुरा रिलेट गर्दै। अनि यसमा इन्टिग्रेसन डेरिभेटिभ, अनि त्योभन्दा माथि के छ, त्योभन्दा माथि के छ भन्दाखेरि हो भने म यसमा म्याथ चाहिँ हामीले बुझ्नुपर्छ फिजिक्स बुझ्नको लागि। त्यही भएर मैले यो म्याथमै अझ अप्सनल म्याथ छ नि, यो राइट एङ्गल ट्रायङ्गल। राइट एङ्गल ट्रायङ्गल भाइ पनि यो थाहा छ हजुरहरूलाई? यो यो छ नि, यसको मिनिङै राइट एङ्गल ट्रायङ्गल। ट्राई भनेको थियो यो बोनुको मिनिङ एङ्गल हो, मेट्री भनेको स्टडी, ट्रिएङ्गलको स्टडी, राइट एङ्गल ट्रायङ्गल है। ल, अन्त चाहिँ यसको साइन टु थिटाको फर्मुला चाहिँ जानु एटलिस्ट। म होइन एउटा कुरा च्यालेन्ज गर्छु स्टुडेन्टलाई, साइन थीटा मात्रै आयो भनेपछि अब त्यसको फर्मुला भनेको पी बाई एच हो भन्ने दिमाग आइरहन्छ विद्यार्थी। त्यो पी बाई एच भनेको 9 क्लासको बच्चाले पनि जान्छ कि। साइन थीटा भने बित्तिकै मैले भने नि के आउनु पर्यो, साइन थीटा। साइन थीटा भने बित्तिकै यतापट्टि सरी, साइन थीटा भनेको पी बाई एच हो भनेर त सबैलाई आउँछ कि। यो पी बाई एच आउनुहुन्न, साइन थीटा भनेको यो आउनु पर्यो, यो फर्मुला आउनु पर्यो साइन थीटामा। 2 साइन थीटा बाई 2 कस थीटा बाई 2। आफ्नो कपीमा यो नोटमा लेख सबैजनाले। पछि लेक्चरमा होइन यो कुरा सब एप्लिकेसनमा जब आउँछ नि, अनि बल्ल मजा आउँछ कि। आज यो अलिक बोरिङ पनि हुनसक्छ, किनकि थाहै छैन कुनै टपिकहरू होइन। यो तपाईँ जान्न पर्ने कुरा है, यो कुरा म भन्छु। अनि अर्को कुरा मैले यो एउटा के भन्न चाहन्छु भन्दाखेरि हजुरलाई थाहा छ हजुरलाई साइन 60 को भ्यालु कति हो, टेन 60 को कति हो, साइन 120 को कति हो, कस 120 को भ्यालु कति हो? ल म एउटा क्वेसन सोधेँ, सरी, कस 120 डिग्रीको भ्यालु भन त। ल कस 120 डिग्रीको भ्यालु कसले बुझ्छ? ल यो भन, त्यसको भ्यालु कति हुन्छ भन त। सोधिहालेँ मैले एउटा क्वेसन। ल, रेमु बनले चाहिँ भन्छ है -1/2 करेक्ट, -1/2। काशिष बहिनी, अञ्जली र सबैले -1/2 एकदम भेरी गुड। बहुत खुसी छु। किन खुसी छु अहिले भन्छु। यतिकै खुसी हुन्न कि म, सानो सानो कुरा खुसी हुने मान्छे होइन कि म। -1/2 है एकदम करेक्ट एन्सर। यो निकाल्न जान्नुपर्छ नि फेरि। अब कतिलाई यो -1/2 पनि निकाल्न आउँदैन हो, त्यही भएर मैले म्याथ बुझ्नु भनेको। हजुरले आज थोरै इफोर्ट लगाउनु होला। धेरैलाई के लाग्छ, म सिनियर भइसकेँ, म 12मा गइसकेँ, 10 क्लासको म्याथको पनि एप्लिकेसन छ यसमा, त्यही भएर यो कुरा पढ्नुपर्छ। हजुरले यस्तो क्वाड्रेन्ट पढ्नु भएन र, यस्तो खालको खालको यस्तो बनाएर होइन। यसमा चाहिँ अल पोजिटिभ होइन, यसमा अल पोजिटिभ, अनि यसमा चाहिँ साइन पोजिटिभ, साइन र कसैको साइन मात्रै चाहियो है, अरू चाहिएन। अनि यसमा टेन पोजिटिभ, अनि यसमा कस पोजिटिभ, यस्तो खालको पढ्नु भयो कि नि। अनि 90ले चाहिँ र पनि म एउटा भनिदिन्छु हजुरले, फेरि यो आउँदैन जस्तो लाग्यो। थोरै मैले इफोर्ट लगाएँ यसमा। यो छ नि, यसलाई 0 डिग्री मान्नु, यो 90 डिग्री अभियसली। यो कति भयो 180, यो कति भयो 270, यो कति भयो फेरि 360। यो कुरा जान्नुपर्छ। अब यो कुरा कहाँ कहाँ लाग्छ थाहा छ? जस्तै हजुरले मानौ अप्टिक्स पढ्नुभयो, त्यहाँ अप्टिक्समा पनि एङ्गल प्रिज्मको त्यसमा पनि आउँछ कि, एङ्गलहरू धेरै ठाउँमा आउँछ कि, त्यही भएर यो हजुरलाई अलिक गर्छु। यो चाहिँ फर्स्ट क्वाड्रेन्ट भन्छ यसलाई, यसलाई सेकेन्ड क्वाड्रेन्ट, थर्ड फोर्थ है। यसमा अल पोजिटिभ, अल पोजिटिभ। स्पेसली हजुरले जाने साइन कस र टेन मात्रै हो कि, अरू होइन। अल पोजिटिभ हुन्छ, यसमा साइन पोजिटिभ हुन्छ, यो क्वाड्रेन्टमा अन्त्य साइन पोजिटिभ हुन्छ। अनि यो क्वाड्रेन्टमा आयो भने के हुन्छ, कस पोजिटिभ, सरी टेन पोजिटिभ हुन्छ। अनि यसमा चाहिँ के हुन्छ, कस पोजिटिभ हुन्छ। अरू सब नेगेटिभ हुन्छ भन्नु खोजेको कि। हजुरले अहिले कसेक सेक र कटको चाहिएन है त भाइ बहिनीहरू। अब एउटा कुरा दिमागमा एउटा कुरा के सेट गर्नु भन्दाखेरि होइन, 90 डिग्री र 270 डिग्रीले एङ्गल चेन्ज गर्छ कि, यो दिमागमा राख्नु पनि धेरै राम्रो कुरा। 90 डिग्री र 270 डिग्रीले के गर्छ भन्दाखेरि साइनलाई कसमा चेन्ज गर्छ, अथवा कसलाई साइनमा चेन्ज गर्छ। तर 180 डिग्रीमा भयो भने चेन्ज हुँदैन, 180 चेन्ज हुँदैन। अब म हजुरलाई एउटा इक्जाम्पल दिन्छु, एकदम ध्यान दिएर सुन्नु है, फाइदा हुन्छ, अफकोर्स फाइदा हुन्छ। त्यही भएर मैले स्टुडेन्टलाई हेरिसकेको छु, स्टुडेन्टको लेभल के थाहा मलाई राम्रोसँग, त्यही भएर सिकाइरहेको छु। मानौँ होइन, एकछिनलाई मानौँ। ल, यसमा मानौँ साइन 60 को भ्यालु कति हो, कसैले सोध्यो साइन 60 भन्नु र जस्तै हेर्नुहोस् है। अब हजुरलाई एउटा कुरा थाहा छ कि फेरि, ल मैले भनिदिन्छु। त्यही पनि साइन 60 को भ्यालु साइन कसको जान्नै पर्छ।
साइन जिरोको भ्यालु 0, साइन 30को भ्यालु हाफ हो। आवाज अलिक बढाइदिनु भनेको छ, आवाज क्लियर छैन ल, एकछिन मलाई कन्फर्म गर्नु त। अब स्टुडेन्टले आवाज सुन्ने आयो कि नै, किन कसैकोमा के समस्या? आवाज सुन्नेको छ है? छ आवाज क्लियर छ, एकदम क्लियर छ। भाइ बहिनीहरू, मैले जे कुरा भन्छु नि आजको यो लेक्चर चाहिँ एकदम हजुरको लागि इम्पोर्टेन्ट हुने रहेछ है। अहिले धेरैलाई के लाग्छ, के पढाउनु भन्ने लाग्छ, पछि बुझ्नुहुन्छ यसको इम्पोर्टेन्स के छ र। आउँदैछ कि कुराहरू अझै आउँदैछ, यो त मैले एक्स्ट्रा हजुरलाई सिकाइदिएको। हजुरलाई साइन 0, 30, 45, 60, 90को जान्नुपर्छ। साइन 30 हाफ हो कि, साइन्टिस्ट भन्छ नि कसैलाई, साइन्टिस्ट होइन साइन्टिस्ट, हाफ माइन्ड भन्छ कि, हाफ पागल भन्छ नि, जिस्काउनको लागि भन्छ है। यस्तो हजुरले मेमोराइज गर्न सक्नुहुन्छ। तर हजुरले यो साइन कस र टेनको चाहिँ जान्नुपर्छ। यो क्वाड्रेन्टमा जे पनि पोजिटिभ हुन्छ, जस्तै मैले के भने 90 छ, साइन, जस्तै साइन 60 भन्दा मैले साइन 60लाई 90 माइनस 30 लेख्न पाइयो नि त, पाइयो नि त। 60 भनेको 90 माइनस 30 पनि त एउटै कुरा त हो नि। अब यो साइन 90 माइनस 30 भनेको के हो? साइन 90 माइनस 30 भनेको के हो, कसले भन्छ ल भन त? साइन 90 माइनस 30 भनेको के हो? साइन 90 माइनस 30 भनेको कस 30। साँच्चै नै राम्रो एन्सर है, कस 30। मैले भने नि यो क्वाड्रेन्टमा एङ्गल चेन्ज 90 जहिले पनि एङ्गल भन्छु, यो ट्रिग्नोमेट्रिक फङ्सन साइनलाई कस, कसलाई साइन चेन्ज गर्छ, त्यसरी कस 30। त्यही भएर भाइ बहिनीहरू, साइन 60 भन्नु र कस 30 भन्नु भ्यालु एउटै कुरा हो कि। र साइन र कसको भ्यालु कुन एङ्गलमा इक्वल हुन्छ, कुन एङ्गलमा इक्वल हुन्छ, जहिले पनि भनिदियो त। अनि म यो धेरै यसमा अल्झिनँ कि, तिमीहरूले आफूले पनि एक्स्ट्रा इफोर्ट लाउनु पर्ने हो। 45 डिग्री, भेरी गुड। 45 डिग्री भनेको एउटै कुरा, 1/√2 होइन। ल, अनि अब यस्तो यसको मिनिङ के हो? सपोज है, अब मैले अघि एउटा क्वेसन सोधेको थिएँ, कस 120को, कस 120को म निकाल्छु, त्यसपछि यो अफ गर्छु र अर्को टपिकमा जान्छौँ है। कस 120को निकाल्नु ल। म दुईटा तरिका निकाल्छु ल, कस 120। कस 120 भनेको डिग्रीको डिग्री छुटेछ है, डिग्री छुट्या। कस 120 डिग्री भनेको, यसलाई मैले के गर्छु भन्दाखेरि दुईटा लेख्नु पाइयो ल। कस त कस नै लेख्नुपर्छ, दुवैमा कस त लेख्नै पर्यो होइन। कस 90 प्लस 30 पनि गर्दा हुन्छ, अथवा कस 180 - 60 गर्दा पनि हुन्छ। हेर्नुहोस् है भाइ बहिनीहरू, अब कसैको दिमागमा यस्तो आइरहला, यो कस के भन्छ, सरी, यसलाई चाहिँ मैले, ल, यसलाई 100 + 20 गर्न मिल्छ भन्ने दिमागमा त आएन नि फेरि। यस्तो पनि आउँछ कोही कोही विद्यार्थीको माइन्डमा, किन 100 गर्ने? हामीले पढेको नै क्वाड्रेन्ट देख्नु भएन, 0, 90, 180 हो भनेपछि 90 जे पाइ त्यही जोडेको होइन, मैले यो मिलाएको 90 ल्याएको 180 ल्याएको छु है। त्यही भएर अब 90 + 30 इमेजिन गर्नुहोस् त, कस 90 + 30, 90 भनेको कस केमा चाहिँ हुन्छ, साइनमा चाहिँ हुन्छ भाइ बहिनी। यति त दिमागमा आउनै पर्छ, साइनमा चाहिँ हुन्छ। र सेकेन्ड क्वाड्रेन्टमा कस के छ, साइन इज ओन्ली पोजिटिभ भनेपछि कस, कस त के हुँदैछ, नेगेटिभ हुँदैछ कि, त्यही भएर नेगेटिभ आयो अगाडि, त्यही भएर अगाडि नेगेटिभ आयो, सरी नेगेटिभ आयो, बुझ्नुभयो? अब अफकोर्स के हुन्छ, एङ्गल त यो हुन्छ 30, अनि यसको भ्यालु कति भयो, -1/2। ल, यसरी -1/2 आएको पनि गर्न सक्यो। अनि अर्को कस 180 - 60 छ, 180बाट 60मा चाहिँ एङ्गल चेन्ज हुन्छ, हुँदैन एङ्गल चेन्ज। कस 180 - समथिङ भनेको कस नै हुन्छ, साइन चाहिँ हुँदैन भाइ बहिनीहरू, कस नै हुन्छ। अब 180 - 60 गर्दाखेरि यो क्वाड्रेन्टमा के छ, कस डेफिनेटली नेगेटिभ छ, भनेपछि के भयो, -cos 60 भयो। अनि -cos 60 भनेको कति हो, -1/2 भएन, कुरा एउटै हो कि भाइ बहिनीहरू। त्यसैले हजुरले यो पनि जान्नुपर्छ है, यो पनि जान्न आवश्यक छ। योबाट हजुरले जान्नुपर्ने त्यो दुईवटा कुरा जान्नु, 90 डिग्री र 270 डिग्रीले चाहिँ साइनलाई कस, कसलाई साइनमा चेन्ज गर्छ, 180 डिग्रीले चेन्ज गर्दैन, फुल स्टप। अनि मैले के भनेको थिएँ भन्दाखेरि, एकैछिन है, मैले केमा आएको थिएँ म, यो एङ्गलको बारेमा मैले एक्सप्लेन गरिसकेको छु है, 3, 4, 5 बहुत फेमस ट्रेङ्गल हो। यो ट्रेङ्गल छ नि, एकदम इम्पोर्टेन्ट ट्रेङ्गल हो, त्यो दिमागमा राख्नु होला। एकदम राम्रो स्टुडेन्टले मात्रै कुरा जानेको हुन्छ, मैले भनेको छु। 3, 4, 5को ट्रेङ्गल आयो भने चाहिँ फेरि यस्तो पर्दैन नि, जेमा पनि दाइ हजुरले भन्नुभएको फेरि 6, 8, 10को पनि बनाउँदैनौँ, त्यो त्यस्तो मिल्दैन है।
6 8 10 को चाहिँ हुँदैन है। मैले 3 4 5 को ट्रायंगल चाहिँ यस्तो हुन्छ। यदि यस्तो आयो भने हजुरलाई आयो भने यस्तो क्वेसन आइदिन सक्छ कि एउटा कुनै क्वेसन आयो त्यसमा sin 37 अफ 47 डिग्री अफ 37 डिग्री एंगल भनेर आउला कि रिलेटिभ भेलोसिटीको कन्सेप्टमा आउला। 37 डिग्री क्वेसन दिएको छ त त्यति बेला दिमाग फ्रिज भइहाल्छ। 37 डिग्री त कहाँबाट क्याल्कुलेट लगाउन दिन सीमा यस्तो क्वेसन गाह्रो आउँछ भन्छन्। त्यही भएर हजुरले ट्रिकहरू पनि जान्नुपर्छ है। 37 डिग्री भयो भने सपोज sin 37 भयो। sin 37 को कति हुन्छ होला भन्दाखेरि हजुरले भ्यालु के लेख्नु थाल्छ के लेख्नु sin 37 इमेजिन गर्नुस् है। sin 37 त्यसको भ्यालु के हो p/h p/h हो कि 37 जहाँ गयो बेस भयो कि नि 3/5 यसरी गर्नु है त। ल मैले भने cos के भयो उल्टो भयो। ल यति चाहिँ जान्नु पर्यो। अनि अब मैले यो पनि पढाइसकेछु अघि। अब त्यही त नयाँ स्टुडेन्टलाई फेरि नयाँ यो दिनु सक्छ। मैले डाइमेन्सनमा चाहिँ एउटा ध्यान दिनु होला हजुरलाई चाहिँ सीमा हैन यो इक्वल डाइमेन्सन चाहिँ दुईवटा फिजिकल क्वान्टिटीको इक्वल डाइमेन्सन के हुन्छ वर्क र एनर्जीको पनि हुन्छ। त्यसमा त हजारौं छन् नि तर साइनै के हो त लास्ट सीमा के आएको थियो क्वेसन थाहा छ यो आएको थियो एंगुलर मोमेन्टम र प्लाङ्क कन्स्टेन्टको आएको थियो अथवा लिनियर मोमेन्ट इम्पल्स आएको थियो। यो क्वेसन आएको थियो जो ड्रप लङ मार्क्स हजुरलाई थाहा होला क्वेसन आएको थियो। मैले पनि क्वेसन हेरेको थिएँ। अनि अब यो हजुर जान्नुपर्छ अब इम्पल्स फर्स्ट टाइम सुनेको वर्ड छ कि इम्पल्स इम्पल्स आई एम पल्स आई एम पल्स है किन हजुर याद गरेर भनेको साथै यसको इम्पल्सको सिग्निफिकेन्स केमा छ थाहा छ क्रिकेट बल हुन्छ नि हजुरले क्रिकेट कतिले हेर्नुहुन्छ ल यस्तो हो बहिनी अब इन्टिग्रेसन र डेरिभेटिभको म थोरै भनिदिन्छु है त पहिला म इम्पल्सको बारेमा थोरै भन्छु। इम्पल्स हो नि इम्पल्स भनेको जस्तै एउटा क्रिकेट बल हाल्यो क्रिकेटरले के गर्छ क्याच गर्छ। अब क्याच गर्दाखेरि के हुन्छ हातलाई अलि पछाडि लगेर गर्छ क्याच। हाम्रो यहाँ टेक्निकल भाइ पनि हुनुहुन्छ उहाँ क्रिकेटर पनि हो ट्याक्क बल हाल्ने टक्क क्याच हातमा आउँछ। अनि त्यो के गर्छ भन्दाखेरि प्लेयरहरूले फिल्डरहरूले अलिक हातलाई अलिक पछि लाग्छ है अलिक पछि लाग्छ किन भन्दाखेरि रियाक्सन टाइम बढाउनुको लागि। त्यस्तो भयो भने के हुन्छ भन्दाखेरि एउटा टाइम अलिक बढ्यो कि मजाले क्याच गर्न इजी हुन्छ कि है मतलब एकदम झ्याप्प अचानक आयो भने हातमा बहुत धेरै चोट लाग्छ। त्यसैले इम्पल्सको फर्मुला म लेखिदिन्छु हजुरलाई इन्ट्रेस्टेड छ भने इम्पल्सको फर्मुला लेखिहाल्नुहोस्। र यहाँ मात्रै म ढुक्कै छु कतिजना आउँछ जोइनमा 50 भन्दा बढी विद्यार्थी हुनुहुन्छ। मलाई थाहा छ इम्पल्सको फर्मुला कतिजना लेख्नु थाहा आफ्नो ग्रुपमा मलाई विश्वास छ। हजुरहरू मध्ये मलाई थाहा छ 20 जनालाई मात्रै लेख्नुहुन्छ कि फर्मुला अहिले आफ्नो नोटमा सबैले आज पछि पाइहाल्छ नोट भन्ने तरिकाले बस्नु है। इम्पल्सको फर्मुला फोर्स इन्टु टाइम। अब इमेजिन गर्नुहोस् मैले के भने क्रिकेट बल क्याच गरिरहेको छु टाइम बढ्यो टाइम बढायो भनेपछि के होला फोर्स घटेन त इजी भयो कि नि क्याच गर्न नत्र यति पावर आएको हुन्छ बल समात्न गाह्रो हुन्छ नि त। त्यही भएर टाइम बढ्यो भने फोर्स घट्यो कि यसरी जस इम्पल्सको कन्सेप्ट यो इम्पल्स भनेको के हो त एक्ज्याक्टली इट इज अ चेन्ज इन मोमेन्टम कि चेन्ज इन मोमेन्टम नट मोमेन्टम दुईटा हुन्छ एउटा लिनियर मोमेन्टम एउटा एङ्गुलर मोमेन्टम। जे पनि कुरा लिनियर छ नि त्यसलाई एङ्गुलरमा रोटेसनल डाइनामिक्समा एङ्गुलरमा कन्भर्ट गर्न मिल्छ कि जस्तै म फेरि भनिहाल्छु हजुरलाई छोडेर कुरा भन्नु। ल म एउटा सोधिहालेँ है त र यो नोट अलि अर्गनाइज छैन म राम्रोसँग अर्गनाइज गर्ने हजुर अपलोड गर्छु। यो के हो कसले भन्छ मलाई लाग्छ हजुरलाई यस्तो पनि आउँदैन कि त्यही भएर मैले यस्तो कुरा बेसी गर्न सिकाएको छु। यो के हो भेरी गुड। ल हाम्रो रेणु बहिनीले चाहिँ एकदमै राम्रो एन्सर दिइरहेको छ है अघिबाट एन्सर बहिनीले चाहिँ पक्कै राम्रो गर्छ मलाई विश्वास छ र हजुरले पनि गर्नुहुन्छ सिक्न पर्यो कि लर्निङ एटिट्युड हुनुपर्छ है सबैमा। यसको यो एङ्गुलर भेलोसिटी के बुझ्नु भेलोसिटी डब्लु एङ्गुलर भेलोसिटी हो फिजिक्समा यस्तो हुन्छ। यो के हो ल भन त यो के हो कसले भन्छ एङ्गुलर मोमेन्टम। अरू विद्यार्थीहरू डराइसके कि पहिले पनि भन्नु है हाम्रो रेग्मी बहिनीले काशिष रेग्मी बहिनीले ल यो भनेको एङ्गुलर मोमेन्टम हो है। यस्तो जान्नुपर्छ कि भाइ बहिनीहरू यो कुरा जान्नु होला हजुरले हेर्नु सक्नु ल ठिकै छ भन्छ लिनियर मोमेन्टमको पी हो अनि लिनियर भेलोसिटीको भी हो। ल एउटा कुरा जान मैले चाहे स्पिड होस् चाहे भेलोसिटी होस् दुवैको युनिट मिटर पर सेकेन्ड हो। स्पिड भनेको स्केलर क्वान्टिटी हो भेलोसिटी भनेको भेक्टर क्वान्टिटी हो। नामै छ एस फर स्पिड एस फर स्केलर भी फर भेलोसिटी भी फर भेक्टर। भेक्टरको मिनिङ के हो अहिले आउँछ कन्टेन्ट डिरेक्सन छ जसको। सपोज एउटा इक्जाम्पल दिन्छु हजुरलाई म ल कति पनि लेट नगर्न त्यही टपिकमा आउँ त हामी है। ल
लेट्स वेलकम टु भेक्टर है। भेक्टरलाई वेलकम गरौँ हामी ल। अब के हुन्छ भन्दाखेरि भेक्टरको मिनिङ के भन्दाखेरि डिरेक्सन छ कि डिरेक्सन छ। अब जसको पनि भिजन क्लियर छ नि त्यो भेक्टर हो कि, यसरी बुझ्नु होला है त हजुरले। अब भेक्टरमा जस्तै मानव एउटा राम भन्ने मान्छे छ, राम भन्ने मान्छे 3 किलोमिटर दौड्यो, यो के हो स्केलर हो कि, स्केलर हो कि डिस्टेन्स ट्राभल गर्यो कि, थाहा नै छैन कता गयो। तर राम भन्ने मान्छे 3 किलोमिटर पूर्वतिर लाग्यो, इस्टतिर गयो, इस्टतिर गयो भने के गर्नु पर्यो, अब डिरेक्सनको कुरा आयो, यो चाहिँ भेक्टर हो। त्यो कुरा बुझ्नुपर्छ है त, भेक्टर भनेको के कुरा जान्नुपर्छ। अब म हजुरलाई भेक्टरलाई हजुरलाई म कसरी सम्झाउँछु भन्दाखेरि अहिले इक्जाम्पल दिन्छु। पहिला भेक्टरको नोटेसन बुझ्नु अगाडि हजुरले एउटा कुरा यस्ता यस्ता कुरा आउँछन् कि हजुरको फिजिक्समा यस्ता कुरा आउँछन्। आई भन्ने सुन्नुहुन्छ, जे भन्ने सुन्नुहुन्छ, के भन्ने सुन्नुहुन्छ भाइ बहिनी, यो भनेको रिप्रेजेन्टेसन हो भेक्टरको एक्सिस हो कि, एक्सिस हो। जस्तै मैले हजुरलाई भन्दाखेरि के भन्दाखेरि यो वाइ एक्सिस हो, यो एक्सिस हो, यो एक्स एक्सिस, यो वाइ एक्सिस र यो भनेको जेड एक्सिस हो कि, जेड है, एक्स वाइ जेड, जेड भनेको अहिले हजुरको स्क्रिनतिर है, स्क्रिनतिर बुझ्नु पनि, स्क्रिनतिर प्लस जेड भित्र माइनस जेड। हजुरले जस्तै एउटा इमेजिन गर्नुहोस् न, भित्तामा किल्ला ठोकेको छ, बुझ्नुभयो, जेड एक्सिस, जेड एक्सिस दिमागमा राख्नु होला। करेन्ट म्याग्नेटिजम इलेक्ट्रिसिटीमा हजुरलाई यो जेड एक्सिस धेरै चाहिन्छ। हजुरले फ्लेमिङ राइट ह्यान्ड रुल लेफ्ट ह्यान्ड रुल युज गर्दा जानुपर्छ। कसरी करेन्ट गयो भने कुन डिरेक्सन हुन्छ म्याग्नेटिक फिल्ड निकाल्न आउनुपर्छ नि, हो यो कुरा सिक्नुपर्छ। त्यही भएर भेक्टर वान अफ द मोस्ट इम्पोर्टेन्ट च्याप्टर, स्टिल म भन्छु भने भाइ बहिनीहरू भेक्टर भन्ने च्याप्टर धेरै पढाउने टिचरले पनि बुझाउनु कि, ल म आफू पनि कन्सिडर गर्छु मैले खत्रै बुझेँ भन्दिनँ कि, तर यो धेरै खतरनाक छ कि, धेरै फिजिक्समा यो सबभन्दा टफ पनि च्याप्टर हो र अलमोस्ट 99% स्टुडेन्टलाई भेक्टर आउँदैन कि, म स्योरै छु ल। म आफै पनि होइन यो फेजमा नाम निकालेर आएको, तर मलाई पनि भेक्टरमा कहिले कहिले कन्फ्युजन हुन्थ्यो कि, जहिले पनि भेक्टर बुझ्दै नबुझ्ने कि है। त्यही भएर अब हजुरलाई टिचरले पढाउँछ, फेरि कसैले भन्नु पर्दाखेरि क्लास त के हो हजुरले एकै दिन फिस पढाउँछ भन्नु होला, बेसिक कोर्स हो यो। फेरि यदि थोरै पढाइ हुँदो रहेछ भनेर चाहिँ जज गर्न हतार नगर्नु होला ल। नोटेसन हो, भेक्टरलाई कसरी नोटेसन गर्दाखेरि यो भनेको एक्स एक्सिसको, जे भनेको वाइ एक्सिसको, के भनेको जेड एक्सिसको। त्यसैले होइन हजुरलाई कहिले कहिले के आयो 3i प्लस 5j आयो, यसको मिनिङ के थाहा छ, एक्स एक्सिसमा 3 मा गयो होइन, अनि वाइ एक्सिसमा 5 मा गयो। कहिले काहीँ उल्टो लेखेको होला, 5j प्लस 3i, हतार नगर्नुहोस्, अगाडिको जहिले पनि एक्स एक्सिस हुन्छ। त्यही भएर एकदम मजाले हेर्नु पर्यो कि क्वेसनमा, आई अगाडि छ कि जे अगाडि छ, जे भनेको जहिले पनि के वाइ एक्सिस हो कि, अनि के भनेको जेड एक्सिस हो, यो त दिमागमा हुनै पर्यो भाइ बहिनीहरू। र अर्को भनेको म्याग्निट्युड। अब यस एकछिनलाई मान है, एकछिनलाई मैले माने के भन्ने मैले दिएर एक्स आई प्लस एवाई जे प्लस एजेड के, ल यसको दिएँ है त मैले। अब मैले यसको दिएँ भनेपछि अब यसको म्याग्निट्युड कता निकाल्ने, म्याग्निट्युड निकाल्न सबैलाई आउँछ होला मलाई लाग्छ जहाँसम्म भाइ बहिनीहरू। म्याग्निट्युड इज सो इजी कि हजुरले ए इज इक्वल्स टु म्याग्निट्युड बाइ गरेर होइन, स्क्वायर रुट अन्डर यो तिनटाको स्क्वायर, बुझ्नुभयो, एक्स स्क्वायर प्लस एवाईको स्क्वायर प्लस एजेडको स्क्वायर, बुझ्नु नि, एक्सको स्क्वायर प्लस एवाईको स्क्वायर प्लस एजेडको स्क्वायर। हजुरले यो हेन्डराइटिङलाई इग्नोर गर्नु होला, मैले जस्ट हजुरलाई यस्तो म्याग्निट्युड पनि चाहिन्छ है भन्ने कुरा भनेको। अब इम्पोर्टेन्ट यो दुईटा कुरा छ कि यो डट प्रोडक्ट र क्रस प्रोडक्ट। भाइ बहिनीहरू एकछिन हजुरले दिमागमा के राख्नुहोस् भन्दाखेरि डट प्रोडक्ट, डट प्रोडक्ट भनेको के भन्दाखेरि डट प्रोडक्ट सिम्पल स्केलर प्रोडक्ट पनि भन्छ यसलाई होइन, स्केलर प्रोडक्ट भन्छ। यसको फर्मुला के छ भन्दाखेरि हजुरले ए बी इज इक्वल्स टु ए बी कस थीटा, कस थीटा हुन्छ भने मात्रै जानुहोस् के, लेक्चरमा मजाले पढ्छ। अहिले जसको फ्रेमवर्क भयो नि धेरै सजिलो हुन्छ, के हुन्छ भन्दाखेरि यसको ए बी साइन थीटा, र यो क्रस प्रोडक्टलाई अर्को नाममा भेक्टर प्रोडक्ट पनि भनिन्छ, यो कुरा दिमागमा आउनु पर्यो है। अनि डट प्रोडक्टलाई अर्को नाममा स्केलर प्रोडक्ट भनिन्छ। र अहिले हामीले दिमागमा के राख्नुहोस् कि यो कस थीटा हुन्छ, यो साइन थीटा हुन्छ, जसरी पनि याद गर्नुहोस् भाइ बहिनी, जसरी पनि याद गर्नुहोस्। अब याद हुँदैन भन्नु ल, त्यसैले क्रसमा हेर्नुहोस् न, क्रसमा दुईटा एस छ कि, एस एस स्क्रिनसट भने नै साइन थीटाको, सम्झिनुहोस् न, सम्झिन पाइयो होइन, सम्झिन पाइन्छ जसरी पनि सम्झिनुहोस्। अब हजुरले अहिलेबाट नै यस्तो कुराहरू हरेक च्याप्टर सिकिहाल्नु भयो भने फेरि त्यो च्याप्टर स्टार्ट गर्दाखेरि हजुरलाई टिचरले पढाउँथ्यो बुझ्नुहुन्छ कि केही गाह्रो छैन। अब म एउटा कुरा भन्छु है, रिजल्टेन्ट अफ भेक्टर। अब रिजल्टेन्ट अफ भेक्टर निकाल्नको लागि हजुरले एउटा गोल्ड स्ट्यान्डर्ड फर्मुला छ,
र भाइ बहिनीहरू 1 नम्बर सीमा फिक्स छ, लेखेर राख्नुहोस्, अहिले भनेको छु 1 नम्बर फिक्स छ। इभन यस्तो कोर्स छ, बेसिक कोर्स छ भन्छ नि, तर 1 नम्बर फिक्स छ यो पोइन्टबाट है। आर अब हजुरले के जान्नु पर्यो भन्दाखेरि होइन, आर आर भनेको रिजल्टेन्ट हो। आर भनेको के हो? रिजल्टेन्ट हो। दुईवटा भेक्टर छन्, एउटा ए भेक्टर छ र एउटा बी भेक्टर छ। अब त्योभन्दा अगाडि म हजुरलाई एउटा कुरा बुझ्छु, दाइ मलाई भेक्टर फिल्ड नै भएन, भेक्टर कसरी सम्झाउने भने हजुरलाई इमेजिन गर्नुहोस्, इमेजिन गर्नुहोस् है। हजुरलाई म इमेजिनेसन गराएँ, एउटा सामान छ, यो एउटा एकदम सामान छ भनौँ है, एकदम फिक्स्ड सामान छ, मतलब त्यस्तो पनि फिक्स छैन, अलिक गरमको सामान छ, हेभी सामान छ, किनकि अलिक मुभ हुनुपर्छ। ए भन्ने मान्छे यता छ र बी भन्ने मान्छे यता छ, त्यसरी माथिलाई इग्नोर गर्नुहोस् है, यति मात्रै तल गइहेर्नुहोस्। ए भन्ने मान्छे यता छ, बी भन्ने मान्छे यता छ। अब के छ भन्दाखेरि ए भन्ने मान्छे भनौँ न एक्स एक्सिसतिर छ, यो वाइतिर छ कि। अब इमेजिन गर्नुहोस् त, यो दुईटाले होइन, यसले पनि तान्यो, यसले पनि तान्यो, यसले पनि आफूतिर तान्यो, यसले पनि आफूतिर तान्यो, तान्यो होइन, दुवै तान्यो भनेपछि पक्कै पनि यो यतातिर पनि जाँदैन, यतातिर पनि जाँदैन, 100% स्योर, 100% स्योर छु। किनकि यो कस्तो जान्छ भन्दाखेरि दुवैको अलिक बिचतिर जान्छ कि। हजुरले इमेजिन गर्नुहोस् एउटा पोल छ होइन, पोलमा के गर्नु भन्दाखेरि हजुरले एउटा जस तान्ने खेल्नु हो कि, जस्तो दुवैतिरबाट एउटा के बाँधेर रस्सी भनौँ न, तान्दाखेरि त्यो मान्छे कता कतातिर जान्छ, त्यो कुरा बुझ्नु है। हो यो लास्टमा मुभ हुने कता, न एतिर हो न बीतिर हो, यो मुभ कता हुन्छ भन्दाखेरि यो मुभ हुन्छ यतातिर हो, यसलाई नै भन्छ रिजल्टेन्ट कि, यसलाई नै भन्छ रिजल्टेन्ट। र हजुरले एउटा कुरा अर्को के बुझ्नु होला, म एकदम राम्रो कुरा भन्दैछु है, हामीले जहिले पनि होइन, यदि जहिले पनि यदि यो यसलाई थीटा एङ्गल्स, थीटा एङ्गल्स ठिक छ, यदि यो एक्स हो भनेपछि यो के हो थाहा छ, यो के हो थाहा छ, कसले भन्छ यो के हो, मैले यो कम्पोनेन्ट बनाएको छु तर यो कम्पोनेन्टमा सोध्दैन, मैले यो कम्पोनेन्ट यसलाई के भन्छ हामी, यदि यो एक्स भने यो के हो, यस भेरी गुड, एक्स कस थीटा। यतिको हुनुपर्छ कि विद्यार्थीहरूले, यतिको चाहिँ मिहिनेत गर्नुपर्छ है त। यो एक्स कस थीटा हुन्छ र यो जहिले पनि एक्स साइन थीटा हुन्छ। यो धेरै सिम्पल कुरा हो कि, यो धेरै सिम्पल कुरा हो। अब यसको लागि बुझाउन एउटा राइट एङ्गल ट्रायङ्गल कोर्दै भइहाल्यो त, हजुरले निकाल्नुहोस् न, यो र यसको रेसन निकाल्न के गर्नु पर्यो, कस थीटा गर्नु पर्यो। ल एउटा ट्रायङ्गल भयो, यसको कस थीटाको फर्मुला के हो, बी बाई एक्स। यो बी भनेको हामीले निकाल्न खोजेको बी बाई एक्स भनेको के हो, एक्स हो, अनि बी भनेको के आयो, बी भनेको एक्स कस थीटा आएन त। त्यसैले गर्दाखेरि यस्तो भन्ने बित्तिकै हजुरले चाहिँ अब यति कमन सेन्स चाहिँ लिनुपर्छ, सीमा गएर यत्रो ट्रायङ्गल बनाउने काम नगर्नु होला, सिधै भनेको छु मैले। हजुरले के गर्नु होला भन्दाखेरि, यदि मैले फेरि भनेको छु कि यो बेस छ र यता एङ्गल यति छ, यदि यो आर छ भनेपछि यो आर कस थीटा हो कि। यो कम्पोनेन्ट जहिले पनि जुन कम्पोनेन्टमा थीटा एङ्गल सब्स्टेन्ड भएको छ त्यो कस थीटा हुन्छ। यो कुरा दिमागमा सेट गर्नुहोस्। म पनि पहिला सुरुमा त्यस्तै गर्थेँ, पछि चाहिँ फिल भइहाल्यो थियो कि आफै कस थीटा हुन्छ भने थाहा भइहाल्छ कि, यदि प्र्याक्टिस गर्नु पऱ्यो कि यो साइन थीटा हुन्छ, कम्पोनेन्ट साइन थीटा आर साइन थीटा। फेरि अब विद्यार्थीले एउटा के गल्ती गर्न सक्छ भन्दाखेरि मलाई डर लाग्छ कि, त्यही भएर मैले कुराहरू भन्छु, के गल्ती गर्न चाहन्छ आइछ भन्दाखेरि हेर्नुहोस् है, एकैछिन हेर्नुहोस्, के गल्ती गर्न चाहन्छ भन्दाखेरि मैले त अब भने जस्तै यो पी छ भनेपछि यो थीटा एङ्गल छ भनेपछि पी कस थीटा भने है मैले, एकदम एग्री। तर कहिलेकाहीँ के दिन्छ थाहा छ, कहिलेकाहीँ के दिन्छ थाहा छ, यो थीटा दिन्छ अनि यसको भ्यालु पी दिन्छ कि। अनि विद्यार्थी के गर्छ, अब भाइले त भन्नुभएको थियो होइन, सरले त भन्नुभएको थियो, अब यो कस थीटा भनेर यहाँ अनि यो सुनेर आउँछ कि, यो सुनेर आउँछ यहाँ पी कस थीटा लेखिदिन्छ कि अथवा, यो ब्लन्डर मिस्टेक हो यस्तै यस्तै कुराले नै हजुरको सिङमा फरक पर्छ कि। के पढ्नु भएको छ, आफूले पढेको अब एक्स्ट्रा त आउँदै आउँदैन, त्यहाँ गएर सोच्न सकिन्न। त्यही भएर सकेसम्म राम्रो कन्टेन्ट चाहिँ पढ्नुपर्छ है हजुरले, त्यही भएर ढुक्क हुनु होला। यो ब्याचबाट धेरै राम्रो कन्टेन्ट हामीले प्रोभाइड गरेको छ, त्यही भएर यो चाहिँ गलत सरासर गलत हो, यो पुरै गलत हो, यो चाहिँ करेक्ट हो। मैले भनेको ध्यान दिनु होला, मैले रिजल्टेन्ट छ नि यो यसमा पी दिएको छु, हाइपोटिनस भन्छु म, हाइपोटिनसमा मैले पी लेखेको छु, एङ्गल चाहिँ कस थीटा। अर्को पालि होइन टिचरले लेक्चर पढाउँदाखेरि डाइरेक्ट लेख्नुहुन्छ यसको कस थीटा साइन थीटा, हजुरले त्यति मैले बुझिनँ भन्न पाउनु, हजुरले बुझिनँ भन्न पाउनु है। ल अब म रिजल्टेन्टमा आएँ बल्ल। अब रिजल्टेन्टमा के आयो भन्दाखेरि अब हेर्नुहोस् है, रिजल्टेन्टमा रिजल्टेन्ट निकाल्ने फर्मुला के हो, आर स्क्वायर इज इक्वल्स टु, यो लेख्नु कपीमा, यो नोट यो फर्मुला लेख्नु काम लाग्छ, ए स्क्वायर
प्लस बी स्क्वायर प्लस 2ab cos थीटा। यति चाहिँ लेख्नु होला है त, 2ab cos थीटा। यो फर्मुला चाहिँ हजुरको गोल्ड स्ट्यान्डर्ड फर्मुला हो। यो फर्मुलाबाट सीमा क्वेसन आउँछ। र अहिले एउटा क्वेसन दिन्छु मैले, आर स्क्वायर इक्वल्स टु ए स्क्वायर प्लस बी स्क्वायर प्लस 2ab cos थीटा। थीटा भनेको एङ्गल हो। अब होइन हजुरको समस्या के हुन्छ भन्दाखेरि हजुरले फर्मुला जान्नुहुन्छ तर युजै गर्न आउँदैन कि, युजै गर्न आउँदैन। ल त्यसको लागि मैले के गर्छु भन्दाखेरि हजुरलाई एउटा क्वेसन एकदम माइनर कुरा नै सिकाउँछु कि विद्यार्थीहरूलाई। अब के गर्नु भन्दाखेरि हजुरले ल एकछिनलाई मानौँ है, क्वेसन कस्तो भन्दाखेरि दुईवटा भेक्टर ए र बी भन्ने दुईवटा भेक्टर छन्। ए भेक्टर र बी भेक्टर छन्। यो दुवैको म्याग्निट्युड सेम छ। क्वेसन सुन्नुहोस् है राम्रोसँग, यसको पनि म्याग्निट्युड सेम छ, यसको पनि म्याग्निट्युड सेम छ, र यसको रिजल्टेन्ट छ नि, रिजल्टेन्ट इज अल्सो इक्वल्स टु आइदर अफ द भेक्टर भनिदिन सक्छ कि यसको मिनिङ यसको पनि एक्स नै छ भनेको छ। एन्ड देन फाइन्ड आउट द एङ्गल बिट्विन टु भेक्टर। दिस इज मोस्ट कमन क्वेसन होइन। ल यसको एङ्गल कति हुन्छ होला त? 120 डिग्री। ल ठिक छ सन्जिला बहिनी, ल 120 डिग्री एकदम सही छ है त, 120 डिग्री हुन्छ। हो यही कुरा मैले हजुरलाई एङ्गल निकाल्न जान्नु भनेको हो कि। र हजुरले के गर्नुहोस् भन्दाखेरि एन्सर लेख्ने बानी पार्नुहोस् कि। अब केही आउँदैन केही न केही चाहिँ लेख्नुहोस् कि, मिस्टेक गऱ्यो भने पनि हजुरले सिक्नुहुन्छ। लाज मान्नुहुन्न कि, लाज मानेर चाहिँ बिग्रिन्छ नि कुरा है। त्यही भएर हजुरले यो कसरी आयो भन्ने कहाँबाट सिक्ने, योबाट सिक्ने, योबाट नै गर्नुहोस्। जस्तै हेर्नुहोस् म राखेर देखाइन्छ हजुरलाई, केही छैन। ल एक्स स्क्वायर इज इक्वल्स ए को ठाउँमा पनि एक्स स्क्वायर, बी को ठाउँमा पनि एक्स स्क्वायर, 2ab को ठाउँमा 2x इन्टु एक्स गर्दाखेरि के हुन्छ, एक्स स्क्वायर हुन्छ cos थीटा। योबाट के भयो, एक्स स्क्वायर इज इक्वल्स टु 2x स्क्वायर प्लस 2x स्क्वायर cos थीटा हैन। अब हजुरलाई सिम्प्लिफाई गर्नुहोस्। अनसिम्प्लिफाई गर्दाखेरि के हुन्छ, हजुरले एक्स स्क्वायर कमन लगिदिनुहोस् न, के हुन्छ, एक्स स्क्वायर इज इक्वल्स टु योबाट भयो के गरौँ भन्दाखेरि नत्र यस्तो गरौँ न, सिम्पल गरौँ, धेरै किन कम्प्लेक्स गर्ने होइन, हजुरले पनि बुझ्नु होला। अब यसलाई गर्दा माइनसमा भयो, पछि एक्स स्क्वायर माइनस 2x स्क्वायर इज इक्वल्स टु 2x स्क्वायर cos थीटा, एक्स स्क्वायर cos थीटा। योबाट एक्स स्क्वायर इज इक्वल्स टु माइनस एक्स स्क्वायर इज इक्वल्स टु 2x स्क्वायर cos थीटा। अब एक्स स्क्वायर कट्यो, पछि cos थीटाको भ्यालु के भयो, -1/2 हो। cos थीटाको भ्यालु -1/2 हो। अब cos थीटाको भ्यालु -1/2 केमा हुन्छ हो, त्यही कुरा अघि स्टार्टिङमा हजुरलाई सिकाएको थियो मैले, यस्तो क्वाड्रेन्ट जान्नुपर्छ। अहिले पो -1/2 भयो, -√3/2 आउनु के गर्नु, तनाव हुँदैन। त्यही भएर त्यो पनि सिक्नु होला कि। त्यही भएर मैले हजुरलाई यस्तो कुरामा चाहिँ ध्यान दिनलाई भनेको छु। इभन हजुरलाई फर्मुला आउँछ कि, यो फर्मुला आउँछ कि स्टुडेन्टलाई, ल म माने कि यो फर्मुला सिदिने अलमोस्ट 95% फर्मुला थाहा हुन्छ कि होइन। यदि हजुरलाई थाहा छैन भने अझै एक्सेसनमा पर्नुहुन्छ कि है। यो फर्मुला थाहा हुँदा हुँदै पनि एन्सर निकाल्न सक्दैन, किन थाहा छ, यस्तो भ्यालु माइनसमा आउँछ। अनि माइनसमा आयो भने तनाव। अब भन्छन् कि कति राख्ने, अब लास्टमा यति राम्रो गएर सब स्टेप गरे तर माइनसमा आएको कारणले गर्दाखेरि उनीहरूको भ्यालु नै आएन कि। त्यसैले गर्दाखेरि हजुरले त्यो क्वाड्रेन्टवाला एकदम राम्रोसँग बुझ्नु आवश्यक छ कि। म त्यही भएर हजुरलाई यति फोकस गराएको थिएँ। ल यो क्वेसन चाहिँ मैले गराउनै पर्छ, किन भन्दाखेरि यो गरेन भने त पाप लाग्छ मलाई। यो धेरै सोध्न सक्छ कि क्वेसन। अब आज हामी आयौँ अर्को टपिक, द्याट इज अबाउट रिलेटिभ भेलोसिटी। रिलेटिभ भेलोसिटी है, रिलेटिभ भेलोसिटी। अब रिलेटिभ भेलोसिटीको बारेमा बुझ्नको लागि पहिलोमा रिलेटिभ नामै छ रिलेटिभ भेलोसिटी है, त्यो रिलेटिभ होइन है, रिलेटिभ भेलोसिटी हो। अब रिलेटिभ भेलोसिटी भनेको के भन्दाखेरि जहिले पनि रिलेटिभ भेलोसिटी केमा डिपेन्ड गर्छ भन्दाखेरि यो लेख्नुहोस् कि फ्रेम अफ रिफरल अथवा रेफरेन्स। रिलेटिभ भेलोसिटी केमा डिपेन्ड गर्छ, फ्रेम अफ रेफरेन्समा डिपेन्ड गर्छ। यो कुरा दिमागमा राख्नु होला। अब जस्तै मैले यो किन भने भन्दाखेरि फेरि म एक्जाम्पल दिएँ, एउटा ल मैले के गरेँ भन्दाखेरि एउटा मान्छे बिराएको छ, एउटा मान्छे बिराएको छ र दुईटा मान्छे अरू के गरेको छ, उसको नाम त दिउँ म, अब यो तीनवटा नाम अब कसको नाम दिउँ भन त, ल यसको नाम के राखौँ, नाम भन तिमीहरूले, नाम के राखौँ, कसैलाई के भन्छ नाम, नाम दिनु छ,
ल एउटाको नाम राख्नु, यो तिनटाको नाम को राख्न सक्छ? ल सुन सुन, छोडो तिमीहरूले त्यो अहिले कन्फ्युज भएर के भन्नुको लागि भनेर होला। मैले के भनेको भन्दाखेरि अब के हुन्छ भन्दाखेरि यो छ नि, यो एउटा ट्रली हो, यसमा दुईजना मान्छे मुभ भइरहेको छ, गाडी चलिरहेको छ, अहिले मोसनमा छ गाडी। त्यो कतिले मोसनमा छ भन्दाखेरि एकछिनलाई मानौँ यो 20 मिटर पर सेकेन्ड, 20 मिटर पर सेकेन्ड स्पिडले अथवा भेलोसिटीले यो के भएको छ, ट्रली अगाडि बढेको छ। र यो मान्छे छ नि, यो मान्छे स्याड छ कि किन स्याड छ थाहा छ? यो मान्छेलाई चाहिँ ट्रलीमा बस्न दिएन कि है, यसलाई यहीँ छोडिदिए यसको साथीहरूले, र अब यसले अब्जर्भ गरिरहेको छ, हेरिरहेको छ। अब यो त अभियसली रेस्टमा छ, यसलाई छोडिदिए रेस्टमा छ, अनि यो दुइटा मोसनमा छ, मोसनमा छ दुइटा। यसको नाम एकलाई मानौँ मैले ए दिएँ, यसको नाम बी दिएर यसको नाम सी दिएँ है। अब यो जुन छ नि ए, ए को भेलोसिटी कति छ त मलाई भन, ए को भेलोसिटी कति छ? ए को रिलेटिभ भेलोसिटी कति छ कसले भन्छ मलाई? फेरि बुझ्नु, ए को रिलेटिभ भेलोसिटी जसले भन्छ ल म इम्प्रेस हुन्छु। ए को रिलेटिभ भेलोसिटी कति छ? तपाईँ एन्सर लेख त। यस, भेरी गुड है, बहिनी लेखिन् है, कसको रेस्पेक्टमा। त्यसैले त स्टार्टिङमै भने फ्रेम अफ रेफरेन्समा डिपेन्ड गर्ने कुरा। र भाइ बहिनी यति कुरा बुझ्नु पनि हजुरको नाम निक्लिनबाट कोही पनि रोकिरहेको छैन है। मैले के भने फ्रेम अफ रेफरेन्समा डिपेन्ड गर्छ है। फ्रेम अफ रेफरेन्स हजुरको साथीले यहाँ लेक्चर पाएको छ म्यासेज च्याटमा, हेर्नुला हजुरले पनि सिक्न सक्नुहुन्छ, एटलिस्ट बिर्सिनुहुन्न। फ्रेम अफ रेफरेन्समा डिपेन्ड गर्ने कुरा हो यो। जस्तै हेरौँ, एकछिन रिलेटिभ भेलोसिटी, रिलेटिभ भेलोसिटी अफ एमा मैले के गर्दै रिलेटिभ भनेको छ फ्रेम रिफरेन्समा, केसको रिफरेन्समा? र सीको रिफरेन्समा। सीको रिफरेन्समा कति हो भन्दाखेरि यसको त डेफिनेटली के हो, भेलोसिटी अफ ए माइनस भेलोसिटी अफ सी। भेलोसिटी अफ ए कति 20 मिटर पर सेकेन्ड छ, अनि सीको 0 छ रेस्टमा, 20 माइनस 0 20 भनेपछि 20 मिटर पर सेकेन्ड रिलेटिभ भेलोसिटी रहेछ। कसको? ए को भेलोसिटी हो, तर कसको रिफरेन्समा? सी को रिफरेन्समा। अब्जर्भर इज सी के हैन, नामै छ सी, सी हेर्नकै लागि हो कि, यो जानको लागि हेर्नको लागि हो। अब के छ भन्दाखेरि बी, अब बी को पनि एउटै हो, रिलेटिभ भेलोसिटी अफ, बुझ्नु पर्ने कुरा रिलेटिभ भेलोसिटी अफ बी विथ रेस्पेक्ट टु सी भन्नुपर्ने कुरा एउटै हैन त, एउटै ट्रली मात्रै घुम्ने 20 मिटर पर सेकेन्डको ट्रलीमा गएको छ कि। अब हजुरले जान्नुपर्ने कुरा के हो भन्दाखेरि इन्ट्रेस्टिङ कुरा, अब थर्ड यो कुरा चाहिँ यो जान्नुपर्छ। मैले सोधेँ रिलेटिभ भेलोसिटी अफ ए विथ रेस्पेक्ट टु बी भन्यो भने के होला एन्सर? ल एन्सर कमेन्ट गर त, रिलेटिभ भेलोसिटी अफ ए विथ रेस्पेक्ट टु, यस एन्सर आइसकेको छ। सबैजना पार्टिसिपेट हुनु होला कि, हजुरले धेरै कुरा सिक्नुहुन्छ। आजको यो कुनै कन्टेन्ट फिजिक्सको पढाउन आएको होइन कि म, तर रिलेटिभ भेलोसिटी जुन क्लास स्टार्ट हुन्छ नि त्यो दिन हजुरले दाइले भनेको यति कुरा पनि ध्यान दिनुभयो भने हजुरको लागि त्यो एकदम लेक्चर स्टार्ट गर्ने एउटा इनर्जी आउँछ। र हजुरले यो कन्टेन्ट पनि पढ्नुभयो भने नि पक्कै पनि हजुरको अहिले इक्जामको मक टेस्ट दिन हिम्मत आउँछ कि मैले यस्तो यस्तो कुराहरू हजुरलाई भनिदिन्छु। ल ल 0 है, यसको एन्सर किन 0 भयो? रिलेटिभ भेलोसिटी अफ, मैले के भने एकछिन सरी है, रिलेटिभ भेलोसिटी अफ ए विथ रेस्पेक्ट टु बी, यसको मिनिङ के हो? भेलोसिटी अफ ए माइनस भेलोसिटी अफ बी। ठिक है, ल यो गर्दाखेरि 20 माइनस 20, 20 माइनस 20 गर्दा कति हो? 0 भयो कि नि? बुझ्नु पर्ने कुरा। त्यसैले आजबाट रिलेटिभ भेलोसिटीको जहिले पनि कुरा आयो भनेपछि फ्रेम अफ रेफरेन्समा ध्यान दिनु होला भाइ बहिनीहरू, हतार नगर्नुहोस् है। फ्रेम अफ रेफरेन्स केसको आधारमा? रिलेटिभ भेलोसिटी हो, त्यो कुरा जान्नु पर्छ। मैले रिलेटिभ भेलोसिटीमा यति नै भन्छु, हजुरले रिभर त्यसको क्रसिङको पनि प्रोब्लम्समा चाहिँ रिलेटिभ भेलोसिटीको बारेमा धेरै युज हुन्छ। ल अब चाहिँ हामी जाउँ नेक्स्ट, अब काइनेमेटिक्समा आएँ। यहाँसम्म कुराहरू बुझिरहेको छ, यदि बुझिरहेको छ भने एस लेखिदिनुहोस् त, यदि बुझिरहेको छ सबैले एस लेखिदिनुहोस् त। अनि म त्यसपछि मलाई मलाई इनर्जी आउनु पऱ्यो कि, मलाई म बहुत ह्याप्पी हुन्छु कि स्टुडेन्टले बुझ्यो भने नि। र मलाई थाहा छ भाइ बहिनीहरू एउटाले को इस्माले यस्तो यास लेखेको छ, कति लेजी हो, त्यति लेजी हुनु भएन है। म के भन्छु भन्दाखेरि होइन, अब यो फिजिक्सको फाउन्डेसन कोर्स हो कि, यो कुनै डिटेल कोर्स होइन, डिटेल कोर्समा जान सक्छौँ हामी, ढुक्क हुनु होला र जान्छौँ पनि। कन्टेन्ट सकिन्छ कि यसरी पढ्नु न पहिला, कस्तो कन्फिडेन्स छ हजुरको। ल त्यही भन्छु म। अब हामी चाहिँ काइनेमेटिक्समा आयौँ है त। काइनेमेटिक्समा के हुन्छ? मोसन इन स्ट्रेट लाइन र मोसन इन 2D, 2D ओके। अब मोसन इन स्ट्रेट लाइनको बारेमा मैले हजुरलाई धेरै कुरा त केही भन्दिनँ, तर हजुरको यदि दिमागमा यति कुरा छ भने पुग्यो। हजुरलाई यस्तो फर्मुला सुन्नुभएको होला नि, कुन फर्मुला? v इज इक्वल्स टु u प्लस kT, v स्क्वायर
माइनस क्यू स्क्वायर इज इक्वल्स टु 2as अनि s इक्वल्स टु ut प्लस हाफ at स्क्वायर। अब म फेरि एउटा कुरा सोधिहालेँ, त्यो कहीँ ए हुन्छ कहीँ जी हुन्छ। अनि विद्यार्थी आतिन्छ कि ए लेख्ने जी लेख्ने। जहिले पनि दिमागमा के राख्नु, एक्सेलरेसन भनेको के हो? रेट अफ चेन्ज अफ भेलोसिटी इज एक्सेलरेसन, हो कि होइन? अब एक्सेलरेसन भेलोसिटीको चेन्ज हो भनेपछि हामीले एउटा कुरा के बुझ्नु पर्यो भन्दाखेरि पहिला म एउटा कुरा सोच्छु जसले बताउँछ नि म इम्प्रेस हुन्छु। एउटा अब्जेक्ट होइन 10 मिटर पर सेकेन्ड स्क्वायरको ग्राभिटीले तल झरिरहेको छ, यसको मिनिङ के हो पहिला भन्न आउँछ? सायद यो क्वेसन लेन्दी हुन्छ होला है, कमेन्टमा लेख्नु। ल म आफै भनिदिन्छु यसको मिनिङ के हो थाहा छ? यसको मिनिङ के? पर भनेको डिभाइड है, कुरा बुझ्नु होला। यसको मिनिङ भनेको हरेक सेकेन्डमा भेलोसिटी 10 मिटर पर सेकेन्डले चेन्ज हुन्छ, बढ्न पनि सक्छ घट्न पनि सक्छ। यदि अब्जेक्टलाई हजुरले तलबाट माथि फाल्नु भने घट्दै जान्छ, माथिबाट तल आउँदाखेरि बढ्दै आउँछ अभियसली। यसको मिनिङ एउटा पोइन्ट अफ टाइम छ यसै मानौँ। यदि यो स्टार्टिङमा जिरो छ, यदि स्टार्टिङमा यो जिरो छ र यो चाहिँ के हो भन्दाखेरि स्टार्टिङमा 10 मिटर पर सेकेन्ड गिरेको छ, 10 मिटर पर सेकेन्ड गिरेको छ भनेपछि अबको 1 सेकेन्ड पछि, मैले 1 सेकेन्ड भनेको छु है, 1 सेकेन्ड पछि यसको भेलोसिटी 20 हुन्छ, 20 हुन्छ कि नै? फेरि 1 सेकेन्ड पछि कति हुन्छ? 30 हुन्छ। मैले यो टाइमलाई सेम राखेको छु 1 सेकेन्ड, फेरि 1 सेकेन्ड पछि 40 हुन्छ। यसको मिनिङ यो पहिला यो कुरा बुझ्नुपर्छ। हजुरले भन्छ नि हो, अनि एक्सेलरेसन भनेको जहिले पनि लिनियर, चाहिँ गाडी कुदिरहेको छ, यो लिनियर हो नि त, रोड स्ट्रेट लिनियर हो कि नि? लिनियरमा जहिले पनि एले रिप्रेजेन्ट गर्छ कि, तर त्यही अब्जेक्टलाई हामीले तल माथि फाल्यौँ होइन, जस्तै यो यस्तो माथि फाले र तल आयो, यो यति बेला चाहिँ एक्सेलरेसनलाई हामीले जीले रिप्रेजेन्ट गर्छौँ। किन थाहा छ? किन भन्दाखेरि जहिले पनि भर्टिकलमा केसको इन्फ्लुएन्स हुन्छ? ग्राभिटीको इन्फ्लुएन्स हुन्छ, त्यसैले त्यसलाई अर्को नाममा एक्सेलरेसन ड्यु टु ग्राभिटी भन्छ कि, र त्यसलाई जीले जनाउँछ। यो धेरै बेसिक कुरा हो है, एकदम बेसिक कुरा हो। जो विद्यार्थी पढ्नुहुन्छ नि यस्तो बेसिकबाट अनि सजिलो हुन्छ कि है। त्यही भएर मैले भने, त्यही भएर यो 80 स्क्वायर आएको छ मतलब यो स्ट्रेट रोडको कुरा हो, तर स्ट्रेट लाइन भनेको वान लाइन हो कि वान डाइमेन्सन भन्न खोजेको। त्यसको मिनिङ वान डाइमेन्सन भनेकै भ्याइँदैन, नचुकिनु, वान डाइमेन्सन। अब यो वान डाइमेन्सन भनेको होरिजेन्टल पनि हुनसक्छ भर्टिकल पनि हुनसक्छ है, हो यो कुरा एकदमै युज गर्न जानुपर्छ। यो यु भनेको इनिसियल भेलोसिटी हो, रेस्टमा छ भने जिरो, अब्जेक्ट फाल्नुभयो, अब्जेक्ट फाल्नुभयो टपमा अन्तिम भेलोसिटी जिरो हुन्छ, हो कि नि? किनकि इनमा भेलोसिटी जिरो भयो अनि तल गिर्ने हो कि। ल यति कुरा चाहिँ हजुरले बुझ्नुपर्छ। अब काइनेमेटिक्समा मैले अब अर्को त्यसपछिको म आएँ प्रोजेक्टाइल मोसन। आई थिङ्क यो टपिक छ नि, मैले फोटो चाहिँ ल्याएको गुगलबाट निकालेर, किन भन्दाखेरि हजुरलाई बुझाउनुको लागि है त। अब हजुरले प्रोजेक्टाइल मोसन, कतिजना विद्यार्थीले प्रोजेक्टाइल मोसन चाहिँ अब यो सीमा त ढुक्कै आउँछ। ल सीमा योबाट क्वेसन त 100% नै आउँछ कि, कति पनि डाउट छैन। तर प्रोजेक्टाइल मोसन भनेको के हो, यसलाई कसरी बुझाउन सकिन्छ भन्दाखेरि इमेजिन गर्नुहोस्, हजुर इमेजिन गर्नुहोस्, यहाँ मध्ये कतिजना बास्केटबल खेलिन्छ, म बास्केटबलको इक्जाम्पल दिएँ। अब जब बास्केटबल खेलिन्छ नि, बास्केटबल यसरी थ्रो गरिन्छ होइन, यसरी थ्रो गरिन्छ, प्रोपर भएन ल, यसरी थ्रो गरिन्छ। अब यसरी थ्रो गर्दाखेरि के भयो भन्दाखेरि त्यो अब्जेक्टलाई हामीले के गर्यो भन्दाखेरि अफकोर्स माथि पनि गयो र अगाडि पनि गयो, यानि कि भर्टिकल पनि छ र होरिजेन्टल पनि छ, दुवैको इम्प्याक्ट छ कि। जस्तै यसरी फाल्दाखेरि त होइन, माथि पनि फाल्यौँ हामीले, एउटा त होरिजेन्टल पार्ट पनि छ, सरी भर्टिकल पार्ट पनि छ, र अर्को भनेको अगाडि पनि गयो नि त, होरिजेन्टल पार्ट पनि छ, हो दुईवटा पार्ट छ कि, बुझ्नुभयो नि? हो त्यसरी यसलाई प्रोजेक्टाइल मोसन भनेको। अब यो के भन्दाखेरि मोसन इन 2 डाइमेन्सन पनि भनेर यसलाई सिलेबसमा राखेको छ एमइसीले। हजुरले के कुरा बुझ्नु पर्यो भन्दाखेरि अब हेर्नुहोस् त, अघिल्लोको युज भएको कुरा यहाँ काम लाग्छ, काम लाग्छ, पक्कै काम लाग्छ। हेर्नुहोस् देखिरहेको छ, थोरै जुम गरौँ। ल अब मैले के भने भन्दाखेरि होइन, हजुरले यहाँ हेर्न सक्नुहुन्छ, कुनै पनि अब्जेक्ट स्टार्टिङमा यहाँबाट फालेको छ, यहाँबाट फालेको छ, यहाँबाट फालेको छ। यो अब्जेक्टलाई फाल्दाखेरि के हुन्छ भन्दाखेरि स्टार्टिङको भेलोसिटी इनिसियल भेलोसिटी हो कि, इनिसियल भेलोसिटी भनेको यु हो, यु भनेको इनिसियल भेलोसिटी हो होइन। अब हजुरले यहाँ हेर्नुहोस् त, एङ्गल अफ प्रोजेक्सन, थीटालाई एङ्गल अफ प्रोजेक्सन मानेको छ यो केसमा। अब एङ्गल अफ प्रोजेक्सन यहाँ हेर्नुहोस् त हजुरले, यो एङ्गल अफ प्रोजेक्सन एउटै कुरा छ, यो थीटा भनेर यहाँ थीटा भन्ने एउटै कुरा हो कि नि? अब एङ्गल अफ प्रोजेक्सन अब ट्याक्कै काम लाग्यो कि नि? यदि यो भेलोसिटी यु हो भनेपछि यो हेर्नु त, यो यु कस थीटा होइन त, सरी यो यु कस थीटा होइन त, काम लाग्यो कि नि? अघि भर्खरै हजुरले मैले भने
होरिजेन्टल कम्पोनेन्ट जहिले पनि एङ्गल भएको चाहिँ cos थीटा हुन्छ भने नि त्यही कुरा काम लाग्यो त्यही cos थीटा यो जान्नुस् यो जान्नै पर्छ हजुरले र यो भर्टिकल पार्ट यो sin थीटा यो y एक्सिसको भर्टिकल पार्ट भयो यो x एक्सिसको भयो होरिजेन्टल पार्ट भयो हैन त्यसैले रेन्ज रेन्ज भने हजुरले कतै सुन्नु भएको छ अब हजुरमध्ये सबैले नपढेको हुन सक्छ रेन्ज अल्सो कल्ड होरिजेन्टल रेन्ज भन्छ कि किनकि होरिजेन्टल एक्सिसमा छ नि त र हजुरले प्रोजेक्ट मोसनबाट जति पनि पढ्नुस् जस्ट तीनवटा फर्मुला जान्नुभयो भने एउटा क्वेसन बन्छ तीनवटा फर्मुला अब यो तीनवटा फर्मुला के हो सुन्नुहोस् है म हजुरलाई एउटा कुरा भनिदिन्छु यो कुरा भनिदिन्छु टिचरहरूले पछि बुझाउनु छ मजाले के हुन्छ भन्दाखेरि जब यो होरिजेन्टल एक्सिसमा र भर्टिकल एक्सिस छ यो भर्टिकल एक्सिसमा ग्रेभिटी के छ लागिरहेको छ है कन्टिन्युअसली लागिरहेको छ तर यसमा के छ फ्लक्चुएसन छ है यो कुरा बुझ्नुपर्छ हजुरले ल यसमा लाग्ने यो जी हो कि यो कुरा जान्नुपर्छ किन भन्दाखेरि सबैमा फरक फरक हुन्छ भेलोसिटी सबैमा फरक फरक चेन्ज हुन्छ कि यो कुरा जानु होला र हजुरले यो लेक्चर चाहिँ डिटेलमा पढ्नुहुन्छ तर अहिले हजुरले तीनटा कुरा जान्नुपर्छ आर एच टी यो तीनटा कुरा निकाल्न जानुभयो भने हजुरलाई पुग्यो कि ल यो तीनटा कुरा कसरी निकाल्ने बारेमा म सिकाइन्छु हजुरलाई सिकाउँछु है साँच्चै सिकाउँछु ल पहिले सुरुमा म केबाट निकाल्नु भन्दाखेरि ल पहिले सुरुमा म उबाट निकाल्छु केबाट निकाल्छु भन्दाखेरि टाइमबाट निकाल्छु अब यो छ नि पहिला यो टी भनेको यो क्यापिटल टी भनेको टाइम अफ फ्लाइट हो लेख्नुहोस् न टाइम अफ फ्लाइट हो अब यो टाइम अफ फ्लाइट पनि दुईटा कम्पोनेन्ट मिलेर बनेको छ कि एउटा टाइम अफ एक्सेन्ट एउटा टाइम अफ डिसेन्ट एसेन्ट डिसेन्ट हजुरले यसरी याद गर्न सक्नुहुन्छ कि एउटै रिफरेन्स गर्दा पनि हुन्छ हजुरलाई पढ्न सजिलो हुन्छ अब टाइम सुन्नुहोस् है के हुन्छ नि जस्तै हजुरले नीरज चोपडा चिन्नु भएको छ नि ज्याभलिन थ्रो गर्ने कि जस्तै ज्याभलिन एउटा गेमै छ कि टोटली प्रोजेक्टरको कन्सेप्टमा छ क्या त्यो कुरा प्रोजेक्टर मोसन कति डिग्रीमा हाल्दाखेरि सबभन्दा फाल्दाखेरि सबभन्दा म्याक्सिमम यो चाहियो नि त आर चाहियो नि त 90 मिटरसम्म फाल्न सक्छ कि मान्छेले अहिले लिमिट हुन्छ 95 पनि फाल्छ है फाल्न त ओलम्पिक्समा त्यस्तै फाल्ला चाहिँ मैले त्यो गेमहरू हेर्छु कि ल हजुरले के जान्नु यो आर छ नि आर चाहिँ सबभन्दा म्याक्सिमम कति एङ्गलमा हुन्छ कसैलाई थाहा छ यति भनिदिनु ल सबभन्दा म्याक्सिमम आर कति एङ्गलमा कति डिग्रीमा हुन्छ ल 45 डिग्रीमा भनिसकेको छ नि मैले हो 45 डिग्रीमा हुन्छ 45 डिग्रीमै हुन्छ तर एक्चुअलमा भनौँ न अझै कममा हुन्छ थोरै अझै कममा हुन्छ तर ठिकै छ 45 इज करेक्ट एन्सर है यो लेभलमा हजुरको 45 नै करेक्ट एन्सर हो किन भन्दाखेरि हामीले इयर रेजिस्टेन्सलाई पनि कन्सिडर गर्ने भने धेरै एफेक्ट पर्छ है त कुराहरू है त्यही भएर चाहिँ अब 45 डिग्री नै हजुरले जान्नु होला अब हजुरलाई म सिकाउँछु टाइम निकाल्छु ल टाइम अफ एक्सेन्ट निकाल्छु ल म माथि जानेसम्म टाइम भनेको यहाँबाट यहाँसम्म जानु यहाँबाट यहाँसम्म जानु यहाँबाट यहाँसम्म जानु के होला अब हजुरले यसको लागि के जानुपर्छ भन्दाखेरि अब तीनटा फर्मुला माथिको तीनटा फर्मुला युज गर्दा हुन्छ हेर्नुहोस् सर यो होइन अर्को पेजमा छ होइन अब यो फर्मुलाहरू एकदम युज हुन्छ कि यो फर्मुला एकदम युज हुन्छ अब यो फर्मुलामा हामीले यो युज गर्नुपर्छ म हजुरलाई अलिकति बुझाउन खोजिरहेको छु है त्यही भएर टाइम अब भी गोज टु यु प्लस एटी वाला हामीले गर्यौँ भनेपछि के हुन्छ यसको भेलोसिटी कति छ यु साइन थीटा छ यो कुरा मान्नुहुन्छ यु एक्सिसमा यु साइन थीटा छ कि यु साइन थीटा छ हजुरले यो देख्नु भनेर यु भन्नु एउटै कुरा अथवा यहाँको भन्नु एउटै कुरा हो जहाँ पनि फरक एउटै कुरा हो अनि यो त म्याक्सिमम हाइट भ्यालु है अब यु साइन थीटा हो भेलोसिटी भी गोज टु यु प्लस एटी ल जिटी वास्तवमा एक्चुअल भनौँ कि यो एक्चुअलमा भनौँ मैले हजुरलाई डाइरेक्ट जिटी लेखिदिन्छु कि किन थाहा छ वास्तवमा दुइटै माइनस हुन्छ कसरी माइनस हुन्छ म हजुरलाई देखाइदिन्छु हजुरको इन्ट्रेस्ट होला कि कसरी भयो भने त अलिकति दिमाग आउँछ नि ल फर्मुला लेखौँ हामी फर्मुला लेखौँ भी इज इक्वल टु यु प्लस एटी भन्ने फर्मुला हुन्छ अब के छ भन्दाखेरि यहाँबाट हामीले माथि फाल्दाखेरि लास्टको भेलोसिटी 0 हुन्छ यो कुरा मान्नुपर्छ अनि यो कति हुन्छ यु भयो यु त यु नै भयो है अब यु कस्तो भन्दाखेरि यो के छ यु साइन थीटा छ यहाँसम्म बुझ्यो होला अब छ नि यो के छ नि ग्रेभिटी हामीले माथि फालेको छौँ ग्रेभिटी एगेन्स्टमा लाग्छ त्यसैले नेगेटिभ चिन्ह हुन्छ कि नेगेटिभ चिन्ह हुन्छ त्यसैले गर्दाखेरि अब एक ठाउँमा जी राख्छु म र नेगेटिभ गर्छु र भाइ बहिनीहरू यो जिटीलाई मैले यता गराएँ जिटी इज इक्वल्स टु यु साइन थीटा र योबाट टी भनेको के आयो यु साइन थीटा बाइ जी
यो बुझ्यो टी को भ्यालु टी को भ्यालु यु साइन थिटा बाई जी आयो बुझ्यो कि नि यहाँसम्म क्लियर छ ल टी भनेको यु साइन थिटा बाई जी हो यतिसम्म सबैलाई थाहा हुनै पर्यो टाइम निकाल्ने यु साइन थिटा बाई जी यो भनेको टाइम अफ एक्सेन्ट हो कि अब टाइम अफ डिसेन्ट पनि दुइटै एउटै त्यही भएर टी प्लस टी गर्नुहोस् न यहाँबाट यहाँसम्म जाने सरी त्यो देखिन्छ त्यसलाई यहाँबाट यहाँसम्म जानको लागि अथवा यहाँबाट यहाँसम्म जानको लागि यसलाई लाग्ने टाइम भनेको यु साइन थिटा बाई जी हो घोक्नै पर्छ मैले त डेराइभ गरेर देखाइदिन्छु हजुरलाई सीमा त ड्राइभ गर्नु पर्दैन डाइरेक्ट यति प्र्याक्टिस गर्ने क्वेसन त्यो यादै भइहाल्छ कि मलाई अहिलेसम्म याद छ हेर्नुहोस् त साँच्चै मैले यो हजुरलाई ल्याएर प्रिपरेसन गरेर मलाई यो पहिलेबाट याद छ कि त्यही भएर त्यो लेभलमा हजुरले पनि प्र्याक्टिस गर्नुपर्छ क्वेसन है अब के गर्नु भन्दाखेरि यु साइन थिटा बाई जी हो भनेपछि टोटल टाइम कति हो म अब गर्छु टोटल टाइम भनेको कति हुन्छ भन्दाखेरि भाइ बहिनीहरू टोटल टाइम भनेको 2 टाइम्स टी किन भन्दाखेरि टाइम अफ एसेन्ट प्लस टाइम अफ डिसेन्ट गरेर हो त्यसैले टाइम फर्मुला के भयो 2 यु साइन थिटा बाई जी भयो यसमा याद छ सबैलाई ल यो टाइम अफ फ्लाइटको निकालेको मैले यो टाइम अफ एसेन्ट अथवा टाइम अफ डिसेन्टको थियो यसमा जानु पर्यो है अब म हजुरलाई के भन्छु भन्दाखेरि ल होरिजेन्टल रेन्ज निकाल्नु ल होरिजेन्टल रेन्ज कसरी निकाल्ने होरिजेन्टल रेन्ज कति होला यसको लागि मैले फेरि माथि लगेँ थोरै अब होरिजेन्टल रेन्ज भनेको सरी होरिजेन्टल रेन्ज भनेको डिस्टेन्स हो नि डिस्टेन्स होइन त यहाँदेखि यहाँसम्म डिस्टेन्सलाई त होरिजेन्टल हुन्छ डिस्टेन्स हो भने चाहिँ अर्को कुन फर्मुला युज गर्नु पर्छ डिस्टेन्स भनेको के हो सिम्पल कुरा डिस्टेन्स भनेको भेलोसिटी टु टाइम हो कि नै भेलोसिटी टु टाइम सिम्पल कुरा के त झन् सजिलो छ डिस्टेन्स भनेको भेलोसिटी इन्टु टाइम हो कि भेलोसिटी इन्टु टाइम अब भेलोसिटी कति हो त भेलोसिटी यो एक्सिसमा कसरी भेलोसिटी यु कस थीटा छ कस थीटा इन्टु टाइम भनेको के आयो टाइम भनेको के हो 2 यु साइन थीटा बाई जी भर्खर निकालेको छु मैले यति होइन त यति आयो नि बुझ्नु नि कुरा अब यसलाई मैले अर्को पेज लेख्छु अनि हजुरले बुझ्नुहुन्छ हेर्नुहोस् है आर भनेको के अरे होरिजेन्टल रेन्ज भनेको डिस्टेन्स हो कि अथवा डिस्प्लेसमेन्ट हो डिस्प्लेसमेन्टको फर्मुला के हो भेलोसिटी इन्टु टाइम हो लेख्नुहोस् न बुझ्दै भेलोसिटी इन्टु टाइम अब हामी होरिजेन्टल रेन्ज निकालेको छौँ भनेपछि बुझ्नु भएको होला हजुरले यो एङ्गल अफ प्रोजेक्सन हो यो भेलोसिटी कस यो कस थीटा छ भनेपछि भेलोसिटीमा यो कस थीटा राखेँ अनि टाइममा त अहिले भर्खर निकालेको छु टाइम त्यही भएर टाइम अगाडि गएको 2 यु साइन थीटा बाई जी हो सबै कुरा काम लाग्छ क्या मैले भनेको कुराहरू अहिले भन्नु थाहा पाउँछ ल हेर्नुहोस् अब मलाई एकजनाले भन्नुपर्छ है अब मैले के गर्नु भन्दाखेरि यसलाई मल्टिप्लाई गर्दाखेरि 2 यु स्क्वायर 2 सरी यु सरी 2 यु ल यु यसो गरौँ पहिला मैले के गर्छु भन्दाखेरि यु स्क्वायर गर्छु होइन यु स्क्वायर गर्छु अनि 2 साइन थीटा कस थीटा यसो लेख्छु है त यति त हजुर एग्री हुन्छ डिभाइड बाई जी यहाँसम्म त क्लियर छ यो त मान्नुहुन्छ अब मैले के लेख्छु होला यदि मैले यु स्क्वायर सुन्नुहोस् है राम्रोसँग यदि मैले यु स्क्वायर साइन 2 थीटा बाई जी लेखेपछि हजुरलाई बुझाउन सकिने बुझ्नुभयो कुरो ल भन्नुहोस् त सबैले बुझ्यो यो कुरा बुझ्यो कि नि थाहा छ वास्तवमा यो लेक्चर होइन कि रियल लेक्चर होइन कि म त हजुरलाई यसो विद्यार्थीको फाउन्डेसन बनाउनको लागि कस्तो छन् विद्यार्थी आज मैले धेरै इभ्यालुएट गरेको छु कि मलाई अझै त्यस्तो ह्याप्पी फिल भइरहेन ह्याप्पी त भन्दा पनि रेस्पोन्सिबिलिटी अझै बढ्नेवाला छ भन्ने फिल भइसक्यो कि किनकि सबै स्टुडेन्ट कोही स्टुडेन्टको मात्रै मेसेजहरू यहाँ कमेन्टहरू च्याटहरू आइरहेको छ अब यहाँ हेर्नुहोस् त यो मैले अघि हजुरलाई त्यही भनेको थिएँ कि भाइ मेरो ट्रिग्नोमेट्री जानुहोस् है ट्रिग्नोमेट्रीमा साइन 2 थीटाको फर्मुला के थियो 2 साइन थीटा कस थीटा थियो कि त्यही भएर साइन 2 थीटा लेखेको अब ढुक्कै म स्योर छु हजुरहरू इक्जाममा कहाँ कन्फ्युज हुन्छ थाहा छ एङ्गल अफ प्रोजेक्सन दिएको हुन्छ 45 डिग्री दिएर अथवा जति पनि दिएर हजुर के हुन्छ यहाँ यसमा 45 लेख्नुहुन्छ कि यसमा हजुरले यो छ नि यो यसमा सिधै 45 लेख्नुहुन्छ कि थीटा मात्रै 45 हो हजुरले साइन 2 थीटा साइन यदि 45 डिग्री एङ्गल दिएको छ भने हजुरले साइन 2 इन्टु 45 गर्ने हो कि हो यस्तो कुरामा बहुत ध्यान दिनु होला कि एकदम ध्यान दिनु होला म हजुरलाई यो कुरा भन्न चाहेँ त
अनि त्यसपछि अब अफकोर्स कमन सेन्स सबभन्दा म्याक्सिमम होरिजेन्टल लाइन हुनको लागि कति एङ्गलमा प्रोजेक्ट गर्नु पर्ला साइन यो छ नि यो एङ्गल साइन 2 थीटा अथवा साइन कुनै पनि एङ्गल साइनको भ्यालु म्याक्सिमम कति हुन सक्छ कसले भन्छ साइनको भ्यालु म्याक्सिमम भनेको 1 हुन सक्छ यस 1 1 ल सबै लेख 1 भेरी गुड साइन हजुरले साइन 1 करोड के 1 भन्दा कमै होला के र म्याक्सिमम 1 नै होला यो कुरा च्यालेन्ज गर्छु म अनि कस 1 होला तर म हजुर एउटा कुरा भनौँ अब मैले यो कुरा भन्दाखेरि विद्यार्थीलाई के लाग्छ यो त बेसिक कुरा भने थाहा हुन्छ बेसिक कुरा तर युटिलाइज गर्न आउनु कहाँ युज गर्ने अब इमेजिन गर्नुहोस् एकछिन इमेजिन गर्नुहोस् हजुर राम्रोसँग कहाँनिर हजुरले गल्ती गर्नु मलाई थाहा छ कि राम्रोसँग यदि मानौ होइन यदि के आयो भन्दाखेरि यदि साइनको भ्यालु ध्यान दिनुहोस् है साइन थीटाको भ्यालु 1 भन्दा बढी आयो यो कुरा मैले जे भनेको छु नि यो लेक्चरबाट हजुरले यो मात्रै कुरा पनि लगेर जानुभयो भने आजको हजुरको लेक्चर वर्थ हुन्छ कि साइनको भ्यालु एङ्गल सरी साइन थीटाको भ्यालु 1 भन्दा भ्यालु बढी आयो भने हजुरको क्वेसन मिस्टेक भइसक्यो हजुरले कहीँ न कहीँ मिस्टेक गर्छौँ स्टेप अरू कहीँ रङ भइसक्यो क्याच गरिहाल्नुहोस् न 1 भन्दा ठुलो आउनै सक्दैन कि 1 भन्दा ठुलो आउनै सक्दैन 1 भन्दा कम आयो भने मिल्न पनि सक्छ बिग्रिन सक्छ त हजुरले डिपेन्ड गर्छ हजुरले स्टेप फलो गर्नुभएको छ कि नि तर साइनको भ्यालु मानव साइन थीटा इक्वल्स टु 2 निकाल्दिएको छ हैन 2 निकाल्दिएको छ अनि थीटा इक्वल्स टु साइन निकाल्दा 2 त गर्न मिलेन नि भाइ बहिनीहरु 2 कहिले हुनै सक्दैन हो यही कुरा म एक्सप्लेन गरिरहेको छु हजुरलाई यदि साइनको भ्यालु हजुरको 1 भन्दा बढी आयो साइन मात्रै होइन कसको पनि भ्यालु 1 भन्दा बढी आयो भने हजुरको पक्कै पनि क्याल्कुलेसन मिस्टेक भइसक्यो के यति त सतर्क हुनै पर्छ हजुर अब तर विद्यार्थीले फेरि यो जानेको छ अब यो विद्यार्थी जान्नेले फेरि के मिस्टेक गर्छ 10 को भ्यालुमा आइपुग्छ र 10 को भ्यालु हुन्छ नि 10 को भ्यालु साँच्चै नै 10 को सबभन्दा म्याक्सिमम भ्यालु कति होला त 10 को म्याक्सिमम भ्यालु कति हुन्छ इन्फिनिटी 10 को भ्यालु 5 आयो भने पनि बिग्रियो भनेर हतार नगर्नुहोस् नबिग्रिन सक्छ मिलेको हुन्छ 10 को भ्यालु 5 आउन सक्छ 10 को भ्यालु -5 आयो भने सरप्राइज नहुनुहोस् है त त्यही भएर यस्तो यस्तो कुराहरूलाई चाहिँ हजुरले एकदम ध्यान दिनु होला म एकदम रिक्वेस्ट गर्छु है अब यो त थाहा भयो नि फेरि लास्टमा कसैलाई यो cot थीटा भनेर 1/10 थीटा भनेर यस्तो कुरा त अब आउनै पर्छ है भाइ बहिनीहरु त्यही भएर मैले यस्तो यस्तो सानो कुराहरु चाहिँ अब यो माइनर भएर इग्नोर गरेको छु तर हजुरले हैन एटलिस्ट ट्रिक लगाउनु सोच्नु होला अनि म हजुरलाई एउटा क्वेशन एउटा गरे टेक्निक भनौँ फिजिक्समा हैन यदि हजुरको क्वेशनमा जस्तै 4 अप्सन हुन्छ सुन्नुस् है क्वेशन आयो कुनै पनि क्वेशन आयो जस्तो ए बी सी डी म सबभन्दा अगाडि के हेर्दै थाहा छ हुन त म कन्फिडेन्ट थिएँ कि म सी को बेलामा कन्फिडेन्ट थिएँ म मक टेस्टहरु गर्थेँ कि तर पनि मेरो माइन्डले के भन्छ थाहा सबभन्दा पहिले 4 अप्सन मध्ये युनिट चेक गर्थेँ म हेर्थेँ कि युनिट सेम छ कि क्याल्कुलेटर बिना कम्प्लेक्स कसरी सल्भ गर्ने कम्प्लेक्स क्वेशन कहिले पनि आउँदैन यदि कम्प्लेक्स क्वेशन आएको छ भने सी मा पक्कै पनि त्यसमा केही ट्रिक छ अथवा केही समथिङ फिसी छ कि यो कुरा बुझ्नु होला त्यस्तो कम्प्लेक्स क्याल्कुलेसन गर्ने टाइपको क्वेशन आउनै सक्दैन म हजुरलाई भन्छु कि अहिले कम्प्लेक्स क्वेशन अघि एउटा साइन त्यो 37 वाला ट्रायंगल दिए नि 37 आयो भने त कम्प्लेक्स भइहाल्यो नि जसले यो सुनेको छैन आजको लेक्चर त्यसको लागि त कम्प्लेक्स भइहाल्यो नि अब हजुरको लागि कम्प्लेक्स हुँदैन पक्कै पनि र भाइ बहिनीहरु यदि 4 वटा अप्सन आयो भने सबभन्दा अगाडि नम्बर 1 कुरा हजुरले दिमागमा राख्नुस् यो कुरा सबैभन्दा अगाडि युनिट चेक गर्नुस् कि होला कसैकोमा न्युटन पर सेकेन्ड होला कसैमा मिटर स्क्वायर पर समथिङ के होला जे पनि हुन सक्छ कि तर यानी कि 4 वटा युनिट मध्ये 2 टा युनिट मिलेको हुन सक्छ 2 टा युनिट बिग्रेको हुन सक्छ एटलिस्ट हैन हजुरले दिमागमा एउटा यदि यही आन्सर जस्तो मलाई क्वेशन अभियसली हैन यदि क्वेशन फोर्सको छ भनेपछि युनिट न्युटन हुन्छ नि भाइ बहिनीहरु हैन न्युटन हुन्छ न्युटन नभएको त अप्सन हजुरले हेर्ने पनि हैन कि त्यो त सुरुमै काट्ने हो यदि एटलिस्ट यो र यो न्युटन काट्यो 50-50 त भयो हैन 50-50 त भयो एटलिस्ट आउन त सक्छ अझै पनि चान्स भयो हो त्यही भएर यो फोर्सको त भएर हजुरलाई फोर्स भएर चाहिँ हजुरलाई अर्कै लाग्यो होला तर बिस्तारै बुझ्नुहुन्छ कि कोफिसिएन्ट अफ भिस्कोसिटी इलेक्ट्रिक फ्लक्स म्याग्नेटिक फ्लक्स जे पनि हुन सक्छ कि कन्डक्टिभिटी थर्मल कन्डक्टिभिटी है त्यस्तो आयो भने हजुरले दिमागमा एउटा त्यसको युनिट मिलाएर चेक गर्नु होला म रिक्वेस्ट गरेँ एउटा युनिट चेक गर्ने एउटा यो भ्यालु चेक गर्ने अब यो भ्यालु कहाँ काम लाग्छ हजुरले प्रिज्म पढ्दाखेरि अब जसले पढ्नु भएको छ त्यसले रिलेट गर्नु छ नपढ्नेको लागि फेरि दाइले के पढाउनु भन्ने हुन सक्छ कि प्रिज्म भन्ने च्याप्टर आज हजुरले खोल्नु होला प्रिज्म भन्ने च्याप्टरमा हजुरले प्रिज्म ओके प्रिज्ममा चाहिँ हजुरले के गर्नुपर्छ भन्दाखेरि त्यहाँ एङ्गलको कुरा आउँछ कि जस्तै एउटा फर्मुला छ हजुरलाई भनिहालेँ एउटा यस्तो फर्मुला छ कि हजुरलाई कतै थाहा छ हैन म्यु इज इक्वल्स टु साइन
यस्तो खालको छ कि फर्मुला हजुरले यस्तो खालको हजुरले सुन्नु भएको छ फर्मुला कसैले यहाँ मात्रै कसैले सुन्नु भएको छ यो भनेको चाहिँ रिफ्लेक्ट इन्डेक्स हो भ्यालु यो सुन्नु भएको छ ल हाम्रो कशिश बहिनीले चाहिँ यस भनेको चाहिँ अरूले सुनेकै छैन स्वस्तिका बहिनीले यस अरू ल ल भन त अरू कसले सुनेको छ हाम्रो अञ्जली बहिनी यस ल अरू ल ठिक छ जुम युजर ओके रोसाले पनि ल एकदम खुसी लाग्छ क्या हजुरले ल को छुट्याएर है मनिषा बहिनी यो फोनको नाम रहेछ अब अलिक गाह्रो छ के अरे सुन्नुहोस् त यस्तो फर्मुलाहरू अब यति बेला हजुरको दिमागमा कस्तो समस्या हुनसक्छ नि त्यति बेला एङ्गलहरू युज गर्दा जानुहोस् कि अब हजुरलाई म योबाट एउटा कुरा भनिदिन्छु ल भनिदिइहालेँ कि म जानेको कुरा भन्न लास्टै हतार गर्ने मान्छे भनिदिइहाल्छु विद्यार्थी जसुकै भन्नु ल हजुरले होइन साइन यदि साइन ए प्लस बी आयो भनेपछि यसको फर्मुला के हो भन्दाखेरि साइन ए कस बी प्लस कस ए साइन बी ल यो हुन्छ है त यो फर्मुला जान्नुपर्छ त्यसैले होइन हजुरले अब यो दिँदाखेरि अब यति मन आतिन्छ नि मान्छे टाउको दुख्छ कि किनकि यो युजै गर्न हुन्न कि अब यो एङ्गलको यो डेभिएसनको अनि यो ए बाई टू छ एङ्गल 30 डिग्री दिएको हुन्छ सरी 60 डिग्री दिएको हुन्छ एङ्गल अनि के गर्छ विद्यार्थीले यसमा 60 राखेर आउँछन् 60 किन राख्ने 60 दिएको छ एङ्गल 60 डिभाइड बाई 2 राख्नुहोस् 30 डिग्री हो है यो दिएको हुन्छ क्वेसनमा समस्या यहाँ छ क्वेसनमा यो दिएको हुन्छ र यो निकाल भन्छ कि समस्या भएन त भाइ बहिनीहरू हो यस्तो कुरालाई चाहिँ हजुरले एकदम ओभरकम गर्नुपर्ने हुन्छ अब मैले त्यही भएर अब दाइ यो कहाँबाट रिलेट आयो भन्ने दिमागमा छ भने राम्रोसँग जुम गर्नुहोस् अघि जुम गरेर हेर्नुहोस् यसलाई मैले साइन ए बाई टू प्लस डेल्टा एम बाई टू लेख्न पाइन्न त पाइयो कि नि पाइयो साइन ए प्लस बी साइन ए कस बी कस ए साइन बी यसरी पनि लेख्न सकिन्छ यो कुरा भनेको एकछिन है म कहाँ थिएँ म टपिकबाट डिबेट हुनु भएन है मेन कुरा टपिकबाट डिबेट हुनु भएन म हजुरलाई अलिक बढी सिकाउनु चाहिँ लागेर ल मैले पक्कै पनि होरिजेन्टल रेन्ज चाहिँ हजुरलाई सिकाएँ भन्ने मलाई चाहिँ आशा छ होरिजेन्टल रेन्ज र टाइम अफ फ्लाइट निकाल्न हजुरलाई आयो ल भन्नुहोस् त ल बुझ्नु भएको छ होरिजेन्टल रेन्ज र टाइम अफ फ्लाइट बुझ्नुभयो कि यति भनिदिनुहोस् त हजुरको मैले आज बारम्बार एउटा कुरा भनेको छु यो हजुरको रियल लेक्चरै होइन कि रियल लेक्चर कुन लेभलमा जानेवाला छ हजुरले थाहै पाउनुहुन्न कि अनि मैले भने 1 महिनापछि वेट गर्नुहोस् खालि बाँकीको 3 महिनामा जुन लेभलको पढाइ हुनेवाला छ नि त्यो धेरै माथि जानेवाला छ कि कम्पेरिजन कोहीसँग छैन तर विद्यार्थी सिकाउने चाहिँ मेन हाम्रो चाहिँ यो मोटो हुनेछ र हजुरले आर निकाल्न जान्नुभयो र टी निकाल्न जान्नुभयो भनेपछि एकदम हेर्दै छु अब हजुरले यति जानेर हुन्न आर र टी निकाल्न जानु भयो अब हेर्नु हजुरलाई एउटा निमुनी पनि दिन्छु कि आर र टी त निकाल्न जानुभयो हजुरले अरू के बच्यो म्याक्सिमम हाइट बच्यो कि नै म्याक्सिमम हाइट अब म्याक्सिमम हाइट कसरी निकाल्ने कसैलाई आइडिया छ यो कसरी निकाल्न सकिन्छ जस्तो अघि एउटा फर्मुला युज गर्थ्यौँ हामीले एफ इक्वल्स टु युटी प्लस 1/2 एटी स्क्वायर अथवा जिटी स्क्वायर यस्तो खालको अब प्लस माइनस नोटेसनमा विद्यार्थी झुकिरह होला सर अलि सिकाइदिनु न प्लस माइनस है मैले एउटा कुरा अघिको एउटा कुरा मलाई याद छ मैले बिर्सेको छैन र क्वेसन पनि इग्नोर गरेको छैन एकैछिन ल एकैछिन ल हजुर ल हेर्नुहोस् है मैले यो याद छ नि याद चाहिँ युटी अब यसको रोटेसन के हुन्छ भन्दाखेरि मैले भने यदि कुनै अब्जेक्ट तल झरेको छ ग्रेभिटीको इन्फ्लुएन्समा झरेको छ ग्रेभिटी एक्सेलरेसन ड्यु टु ग्रेभिटी चाहिँ प्लस ओके तर कसैले अब्जेक्टलाई माथि फाल्नु अब के भयो भेलोसिटी उता भएको छ एक्सेलरेसन ड्यु टु ग्रेभिटी जहिले पनि तल हो ग्रेभिटी जहिले पनि तल हो त्यही भएर त्यति त्यो के छ माइनस त्यो कुरा जान्नुपर्छ है अनि रेस्टमा आउँदाखेरि भेलोसिटी 0 भन्न त त्यो त आउँछ सबैले यो कुरा जान्नुपर्छ अब हजुरले होइन हजुरले क्वेसन सल्भ गर्नुहोस् अब यो लेक्चरमै डिटेल पढ्नुलाई के भएन क्वेसन सल्भ गर्नुहोस् एच इक्वल्स टु के हुन्छ भन त ल लेख त फर्मुला लेख त्यसको फर्मुला कहाँ आउँछ त्यसको फर्मुला कस्तो आउँछ ल लेख त मैले योभन्दा अगाडि के लेखेँ टी को फर्मुला के हो टी को फर्मुला 2u sin थीटा बाई जी हैन अनि आर को फर्मुला के हो u स्क्वायर sin 2 थीटा बाई जी अब यसको फर्मुला के हो
कसैलाई आउँछ? भेरी गुड है, बहिनीले एकदम राम्रो भने नै सरी। यु स्क्वायर साइन स्क्वायर थीटा बाई 2g। अब केही छैन, हजुरले यही फर्मुला युज गर्नुहोस्, यही फर्मुला युज गर्नुहोस्, हजुरले बुझिहाल्नुहुन्छ है, हजुरले यो कुरा बुझिहाल्नुहुन्छ। अब हजुरलाई होइन, म यो तिनवटा फर्मुला त हजुरलाई याद हुन्छ कि, यो तिनवटा फर्मुला हजुरलाई याद हुन्छ, जसरी पनि याद हुनैपर्छ। यदि याद भएन भने भाइले सिदिन फर्म नगर्नु होला, त्यतै भनेको छु। यो तिनवटा फर्मुला याद भयो भने फर्म नगर्नु होला, अहिले भनेको छु। पछि टिचरले त लेक्चरमा भन्नु लागेको कुरा, यो तिनवटा फर्मुला हजुरले अहिलेबाट याद गर्नुहोस्, मेरो लागि पनि याद गर्नुहोस् कि म टेस्ट दिनुहोस् न, अनि हजुरलाई फिल हुन्छ कि कस्तो कस्तो कुरा फसिसक्यो भन्ने कुरा। र हजुरलाई म एउटा मेमोरिज याद गराउँदा है। ल, अब यो क्वेसन छ, मैले अब हजुरहरू कति मध्ये आधीसम्म होला दाइ हजुरले खालि पढाउनु भएको छ कन्टेन्ट होइन, क्वेसनै गराउनु भएको छैन भनेर। क्वेसनहरू गरौँला, केही छैन। हाम्रो क्वाड डिस्टिसिङ पनि हो, क्वेसन्सहरू मजाले बुझिन्छ। हजुरलाई म के कुरा भन्छु, त्यो तिनवटा फर्मुला हजुरलाई याद भयो है, तिनवटा फर्मुला याद भयो। अब के भन्छु भन्दाखेरि हजुरले एउटा फर्मुला याद गर्नु लागि साँच्चै यो फर्मुला हजुरले न्युमरिक्स याद गर्नु भने सीमा डाइरेक्ट क्वेसन आयो भने त हजुरले एकदम लकी हो। ल, अब यो क्वेसन छ नि, यो फर्मुलालाई एकैछिन है, कसैले 30 डिग्री के भनेको छ, मैले क्वेसन चाहिँ के सोधे जस्तो लागेन। ए ओके, एन्सर भनेर छ, सरी सरी। ल, अहिले हामी क्यालकुलेट गर्छौँ, क्यालकुलेट गर्छौँ। र भाइ बहिनीहरू यो कसरी याद गर्ने? एउटा नेपालमा एउटा हजुरले चिन्नुहुन्छ कि नि, रतन भन्ने एउटा मान्छे छ कि, रतन कार्की भन्ने छ। उसलाई चाहिँ डिग्रेड गरेको होइन, उसले आफैले पनि यो सेयर गरेको थियो कि रतन चोर हो, चार हो, चोर हो कि रतन आर तन टेन्टा, रतन इक्वल्स टु चोर हो कि नि? त्यसको मिनिङ के हो? रतन इज इक्वल्स टु चोर हो, केही छैन। रतन मैले चिनेको मान्छे हो कि, केही हुन, उसले केही भन्दैन मैले भनेको नि। अनि त्यसपछि आर टेन्टा इज इक्वल्स टु 4 छ कि रतन चोर हो, यो कुरा छ नि। अब हजुरले केही कुरा जान्नु होला भन्दाखेरि यो यति याद भयो नि, यो आरको मिनिङ के हो? ओरिजिनल रेन्ज। यसको मिनिङ के हो? म्याक्सिमम हाइट। यो फर्मुला उसको दिमागमा छ, तिमीमा पुग्दैन एक सर्टमा मजाको क्वेसन, एक सर्टमा। अनि विद्यार्थी के गर्छ थाहा छ, फर्मुला हालेको छ हालेको छ, यु हालेको छ, जे हालेको छ, मिल्दै मिल्दैन। किनभने योबाट क्वेसन बनेको छ। अब हजुरले दिमागमा क्वेसनमा के गर्छ, द होरिजोन्टल रेन्ज अफ प्रोजेक्टाइल आर दिएको छ। पहिला म सबैलाई भन्छु कि विद्यार्थीलाई, धेरैले के गर्छ थाहा छ, क्वेसन बुझ्नै खोज्छन् नि, क्वेसन टिप्न खोज्छन् कि, यही गल्ती भइरहेको छ। क्वेसन बुझ्न खोजेर एक्चुअली क्वेसन टाइम लगाऊ के, एन्सर छिटो आउँछ, क्वेसन टाइम लगाऊ एन्सर छिटो आउँछ। के भने होरिजेन्टल रेन्ज, क्वेसनले के भनेको, होरिजेन्टल रेन्ज अफ अ प्रोजेक्टाइल इज 4√3 टाइम्स, 4√3 टाइम्स के भनेको छ, म्याक्सिमम हाइट, एच म्याक्स, एच म्याक्स। अब भाइले यो जुन याद छ नि, यो याद म्याक्स हो है त, एकदम हरि मैले म्याक्स लेख्नु सुधारेको छु। यो कुरा हो कि, बुझ्नु? यो क्वेसनले यो भनेको छ। अब हामीले बुझ्नु पर्यो नि, यस्तो दिएको छ भने यो फर्मुला युज गर्ने हो, स्ट्रेट कुरा छ। अब हेर्नुहोस्, हजुरले खालि हेर्नुहोस्, अब यो हेर्नुहोस् न कुन लेभलको क्वेसन हो, विद्यार्थीलाई के भन्छ, हाई लेभलको क्वेसन, यस्तो क्वेसन आउनुहोस् नि भन्नु। अब क्वेसन सजिलो छ, यस्तो के जान्नुपर्छ, हेर्नुहोस् है, आर टेन थीटा इज इक्वल्स टु 4h म्याक्स युज गर्नुहोस् होइन। अनि अब आरको भ्यालु कति, 4√3 टाइम्स, 4√3 टाइम्स एच, यो भयो इन्टु टेन थीटा इज इक्वल्स टु 4h, एच र एच कट्यो, 4 र 4 पनि कट्यो। अब के बस्यो, टेन थीटा इज इक्वल्स टु के भयो, 1/√3 भयो, छोटो है, यता एकछिन। आर टेन थीटा इक्वल्स टु 4h, आर को मैले 4√3 टाइम्स एच लेखेँ, अनि टेन थीटा इज इक्वल्स टु 4h, एच र एच कट्यो, एच म्याक्स एच म्याक्स कट्यो, फिनिश। √3 टेन थीटा इक्वल्स टु 1 हुन्छ, उता 1 बच्छ, फेरि 0 होइन 1 बच्छ, टेन थीटा इक्वल्स टु 1/√3 भनेपछि टेन थीटाको भ्यालु 1/√3 भनेको त्यो हो एकदम। ल एक्चुअली सबै लेखेँ एन्सर, थीटाको भ्यालु कति भयो, 30 डिग्री। ल सबै लेख न, हेर्दैछु स्टुडेन्टको नम्बर बिस्तारै घट्दैछ, किन थाहा छ, हो यही कुराले फरक पार्छ। जो मान्छे लेक्चर एटेन्ड गर्यो नि कन्टिन्युसली, त्यसकै नाम लेखिन्छ। आउँछन् 10 मिनट सुन्ने अनि फेरि हराउने,
त्यस्तो हुँदैन। ल 30 डिग्री 30 डिग्री हाम्रो यसलाई मैले 30 लेख्छु है। त्यही भएर भनिरहेको छु हजुरहरूले बेसिक कुरा पढ्नुपर्छ है। ट्रिग्नोमेट्री र लाइट नलाउनुहोस्। मैले भनेको कुराहरू हजुरले एङ्गल भ्यालु जान्नुभयो। अहिले यदि कसैलाई थाहै छैन भने के गर्छ? तनाव भएन त क्वेसनमा tan 30 को भ्यालु हो कि tan 60 को √1/√3 कन्फ्युज भएन त? त्यही भएर भनिरहेको छु, बारम्बार भनिरहेको छु यो कुराहरू। यो कुरामा हजुरले त्यसको बाद 30 डिग्री हुन्छ, 30 डिग्री हुन्छ नि एन्सर 30 डिग्री। अनि सीमा यस्तो क्वेसन आयो भने त यो क्वेसन म्याक्सिममले 95% लेख्नु त यति गाह्रो क्वेसन थियो। आज यस्तो गाह्रो क्वेसन आयो पोलिटिकलबाट बिग्रिआयो भने यो यति याद गरेर जानुहोस् न। हो यस्तै चाहिँ हजुरले लेक्चरमा भेटाउनुहुन्छ कि होल लेक्चरमा त बेसिक कुरा हो नि त। मजाले हजुरलाई बेसिकमा सिकाउन आएको हो, होल लेक्चरमा त हजुरले यो कुरा हुन्छ। अनि कहीँ न कहीँ हजुरले यसरी नै सबै च्याप्टर कभर गर्नु भने साँच्चै नै हजुरको फिजिक्सको लेभल धेरै माथि जान्छ है त। ल भाइ बहिनी यतिसम्म क्लियर छ है? यतिसम्म क्लियर छ नि है? ल अञ्जनी यास, स्वस्तिका यास, ओके। ल अब म के भन्छु भन्दाखेरि अब यस्तो क्वेसनमा होइन, अब अहिले त यो के भन्छ भन्दाखेरि आरको ठाउँमा क्याच गरिदियो, कहिले के क्याच ठाउँमा आर देला हो, यो कुरा जानु होला। यस्तै अरू 3-4वटा अरू पनि ट्रिक छन् जुन हामी सेयर गर्नेछौँ लेक्चरमा सेयर गरौँ है त। सबै कुराहरू यसमा सेयर गर्न मिल्दैन। अब कसैले फेरि यस्तो पनि भन्छ, म एउटा कुरा भन्नु फेरि विद्यार्थीहरू कसैले यो फर्मुला हेरेर होला कि मैले त हजुरलाई मेमोराइज गर्न भनेको आर इक्वल्स टु 4s cot थीटा हेरेर होला कि फेरि यो एउटै कुरा हो कि एउटै कुरा हो। cot थीटा भनेको 1/10 थीटा हो कि, अनि 1/10 थीटा भनेको 10 थीटा गरेर अनि एउटै कुरा हो कि। भाइ बहिनीहरू प्लिज यो फर्मुला याद गरिदिनु होला, यो फर्मुला याद गरिदिनु होला कि ठुलै कुरा हो कि। कस्तो केही नपढेर पनि लास्टमा थाहा छ हजुरले एउटा कस्तो सोच्छ। यदि हजुरले यो अहिले लेक्चर मैले भनेको कुराहरू झ्याप्छ बुझ्नु भएको छ भने बहुत ठुलो कुरा हो। सबैभन्दा टफ के फिजिक्समा मेकानिक्स, मेकानिक्स नै हो सबभन्दा गाह्रो। लास्टमा त हेर्ने पनि मन लाग्दैन, इक्जामको अगाडि त हेर्ने पनि मन लाग्दैन। म आफै पनि मलाई हेर्नै मन लाग्दैन कि यसमा त यो त नहेरौँ यार अरू हाइयुले हेरौँ भन्ने हुन्थ्यो कि, बुझ्नुभयो? त्यही भएर हजुरहरूले पनि यो कुरा दिमागमा राख्नु होला। यस्तो यस्तो फर्मुलाहरू हजुरले प्र्याक्टिस गर्नुभयो भने नि सीमा क्वेसन आइदियो भने त सकिहाल्यो है। यसरी नै ऱ्याङ्क डिसाइड हुन्छ है त। अब म हजुरलाई के भन्छ भन्दाखेरि म झ्याप चाहिँ पढाउँछु। अब हामी केही समयमा चाहिँ क्लोज गर्नेछौँ सेसन। अब न्युटन्स ल अफ मोसन छ। अब न्युटन्स ल अफ मोसनमा अब लिनियर मोमेन्टम भन्ने यहाँ देखिन्छ। लिनियर मोमेन्टम भनेको पीले जनाउँछ। यो भनेको मास इन्टु भेलोसिटी। लेख्नुहोस् है, एम इन्टु नलेख्नुहोस्, मास इन्टु भेलोसिटी। मास इन्टु भेलोसिटी भनेको मोमेन्टम हो, लिनियर मोमेन्टम। मोमेन्ट भनेको छैन, मोमेन्टम भनेको छ। ल मलाई भन त रेट अफ चेन्ज अफ मोमेन्टम इज कल्ड कसले भन्छ? रेट अफ मोमेन्टम, रेट अफ चेन्ज अफ मोमेन्टम इज कल्ड कसले भन्छ? एनीवन? नो, यस, करेक्ट करेक्ट, ठिक छ। त्यो पनि राम्रो कुरा हो। एकदम बहिनीले एन्सर राम्रो दियो, फोर्स फोर्स इम्पल्स, फोर्स फोर्स एकदम करेक्ट, खुसी लाग्यो। अब बहिनीले कसरी भन्यो भन्दाखेरि म हजुरलाई भन्छु मोमेन्टम भनेको मास इन्टु भेलोसिटी। एन्सर ठिक छ। न्युटन छ नि, न्युटन वान अफ द ग्रेटेस्ट साइन्टिस्ट। 3टा ल छन्, फर्स्ट ल, सेकेन्ड ल, थर्ड ल। फर्स्ट लले के भन्छ? जस्तै हेर्नुहोस् है, अहिले मेरो हातमा यो पेन छ, यो पेन आफै हल्लिने कि जबसम्म मैले यताउता हल्लाउन नि इनर्सिया अफ रेस्टमा हुन्छ कि त इनर्सिया मोसन। कन्टिन्युस छ भने चाहिँ कन्टिन्युस हुन्छ। हजुर जस्तै इक्जाम्पल पढ्नु भएको होला, जस्तै एउटा गाडी रेस्टमा छ, एउटा गाडी के छ रेस्टमा छ, अनि गाडी सडै स्टार्ट भयो अथवा बाइकमा बस्दा सडै स्टार्ट भयो। सडै स्टार्ट हुँदाखेरि के हुन्छ? त्यहाँ पल्ट जर्काउँछ कि नि, जर्काउँछ कि नि, किन हुन्छ? यदि रेस्टमा हुन्छ भने इनर्सिया अफ रेस्ट हो, मोसनमा हुन्छ भने इनर्सिया अफ मोसन हो। सिम्पल कुरा। अब यो पनि धेरै विद्यार्थी कन्फ्युजन छन्। यदि गाडी मोसनमा छ, गाडी झ्याप्प हुँदा चाहिँ ब्रेक हान्दाखेरि के छ भने चाहिँ इनर्सिया अफ मोसनको कारणले गर्दाखेरि। यदि रेस्टमा छ भने स्टार्टिङ गरे पनि इनर्सिया अफ रेस्टको कारणले गर्दा रेस्टमा आउन चाहन्छ कि आफ्नो ओरिजिनल टेन्डेन्सी पोजिसन मेन्टेन गर्न चाहन्छ। जबसम्म एक्सटर्नल फोर्स एप्लाई हुँदैन नि तबसम्म स्टेट चेन्ज हुँदैन कुनै पनि अब्जेक्टको। त्यो नै न्युटन्स फर्स्ट ल हो र भाइ बहिनीले चाहिँदैन है त्यति कुनै कुरा भन्नु पर्दाखेरि। अब न्युटन सेकेन्ड ल, न्युटन सेकेन्ड ल भनेको वान अफ द मोस्ट इम्पोर्टेन्ट ल हो। यसले के भन्छ भने फोर्स एफ इक्वल्स टु एमए भनेर त अनि सानोबाट पढ्यो नि त हामी सबैले। एफ इक्वल्स टु एमए भनेर पढाइन त? यो एफ इक्वल्स टु एमए कहाँबाट आयो? एफ इक्वल्स टु एमए अथवा एफ इक्वल्स टु एमए अनि एक्चुअलमा होइन है, म भन्छु अझै राम्रो हजुरलाई। एफ इक्वल्स टु एमए वास्तवमा जब न्युटन्सको एक्सपेरिमेन्ट छ नि उनले के भन्यो भन्दाखेरि
फोर्स डिफाइन गर्छ न्युटनको सेकेन्ड लले है। इट इज द रेट अफ चेन्ज अफ मोमेन्टम। अघि बहिनीले भनेको थियो एकदम खुसी लाग्यो है, रेट अफ चेन्ज अफ मोमेन्टम। रेट अफ चेन्ज भन्दाखेरि चेन्ज भनेको यो चेन्ज ट्याक्क मलाई कुरा याद आयो। अघि एउटा सायद बहिनीले भनेको थिइन् दाइ म इन्टिग्रेसन र डेरिभेटिभको बारेमा बुझाइदिनु, यही कुरा थिएन। अब यसको लागि के गर्ने भन्दाखेरि यदि हामीले ठुलो कुरा छ त्यसलाई सानो गर्न खोज्यौँ डेरिभेटिभ, यदि सानो कुरा छ त्यसलाई ठुलो गर्न खोज्यौँ इन्टिग्रेसन। जस्तै म एउटा इक्जाम्पल दिन्छु ल। मैले केबाट दिन्छु भने इक्जाम्पल डेरिभेटिभको इक्जाम्पल है। जस्तै मानौँ डेरिभेटिभ अफ एक्स स्क्वायर दिउँ न, एक्स स्क्वायर दिउँ न, यसको डेरिभेटिभ के हुन्छ डी बाई डिएक्स गर्नु पऱ्यो नि त, डी बाई डिएक्स हो। अब यो छ नि यो पावरलाई अगाडि ल्याउनु होइन, अनि यो एक्स स्क्वायर लेख्ने अनि -1 ल्याउने, त्यसबाट 2x आउँछ कि बुझ्नुभयो, यो यसको डेरिभेटिभ हो। भेरी गुड 2x। अब यसको इन्टिग्रेसन के हुन्छ, एक्स स्क्वायरको इन्टिग्रेसन के हुन्छ बहिनी सोच्दैन है, एक्स स्क्वायरको इन्टिग्रेसन कसले गर्नु सक्छ, इन्टिग्रेट भनेको बढाउने कति होला, यस। अब हजुर इन्टिग्रेसन गर्नको लागि केही छैन, माथि पनि प्लस गर्नुहोस् तल पनि 1 गरिदिनुहोस् न, 2 + 1 कोफिसिएन्ट। बुझ्नुभयो यो कुरा हो कि। अब हेर्नुहोस् अब यो कुरा म अहिले हजुरको म्याथमेटिक्सको टिचर होइन कि, तर पनि मैले हजुरलाई यहाँनिर ध्यान दिनुपर्छ है। यहाँनिर ध्यान दिनमा धोका पाइन सक्छ जीवनमा। इन्टिग्रेसन र डेरिभेटिभ भन्न सिकाउनुको कारण के हो, यही हो होइन। त्यही भएर हजुरलाई मैले इन्टिग्रेसन डेरिभेटिभ युट्युबमा हान्नुहोस्, इन्टिग्रेसन डेरिभेटिभ हान्नुहोस्, सिम्पल पढ्नु, सिम्पल, धेरै डिटेलमा चाहिँदैन। अब त्यही भएर मैले भने डी बाई डिटी। अब भाइ बहिनीले कसरी यो डी बाई डिटी नसुनेको हुनसक्छ, कसरी यस्तो सुनेको हुनसक्छ है। यो ट्रायंगल जस्तो चिन्ह छ नि, यो पनि डेरिभेटिभ नै हो है, यो पनि डेरिभेटिभ नै हो, तर योभन्दा पनि सानो यो हो कि आउँछ, यसको सिग्नल अझै सानो हो कि, यसले अझै सानो बनाउँछ कि। त्यही भएर यो नै युज गर्छु म, मलाई इजी लाग्छ यो। इभन हजुरलाई मैले थर्मोडाइनामिक्स पढाएँ भनेपछि थर्मोडाइनामिक्समा हुन्छ नि डियु इज इक्वल्स टु डियु प्लस डिडब्ल्यू म लेख्छु कि, तर कसै कसैले गर्छ डेल्टा क्यु इज इक्वल्स टु डेल्टा यु प्लस डेल्टा डब्ल्यू। विद्यार्थीको दिमाग खराबै भयो होला, त्यो दाइले आएर के भन्नुभयो के भन्नुभयो होइन। अब भाइ बहिनी र हजुरले पढायो भने बुझ्नुहुन्थ्यो कि मैले के भनिरहेको छु भन्ने कुरा। यो कसैले बुझ्यो र, यदि कसैले बुझ्यो भने एस लेख्नुहोस् त। आज अलिक पहिलो क्लास धेरै किन प्रेसर माग्ने होइन, त्यही भएर म चाहिँ विद्यार्थीलाई सकेसम्म चाहिँ एल्ना बहिनीले एस लेखिसिन्, रेग्मी बहिनीले, त्यसपछि अरू कसैले बुझेन क्या ल। यही कुरा भनेको, अब हजुरले यस्तो कुरा अहिलेबाट बुझ्नु छ भने त हजुरको लेभल धेरै माथि छ। सञ्जिताले पनि एस भनेपछि ल, यो कुरा बुझ्न आवश्यक है। त्यही भएर मैले के भन्नु भने अब म आएँ डिपी बाई डिटी रेट अफ चेन्ज। रेट भनेको टाइममा हुन्छ भाइ बहिनीहरू, रेट भनेको टाइममा हुन्छ। रेट अफ डुइङ मोर इज कल्ड पावर, डब्लु बाई टी इज इक्वल्स टु पी भनेर पढाएँ होइन। अब डिपी बाई डिटी भयो, अब मैले यसलाई मेटाएँ है, यो मेटाउँछु, मैले धेरै लामो बनाएँ कि। बस ल म फेरि हेर्छु के भएर। न्युटन सेकेन्ड लले के भन्छ भन्दाखेरि फोर्सको बारेमा भन्छ, फोर्स इक्वल्स टु डिपी बाई डिटी होइन। अनि अब यो डिपी पी भनेको के हो, पी भनेको मास इन्टु भेलोसिटी हो, डिभाइड बाई डिटी भयो होइन। अनि योबाट के भन्दाखेरि मास पनि कन्सटेन्ट हो, अनि डिभी बाई डिटी, अनि के भयो एम भयो। डिभी बाई डिटी भनेको एक्सेलेरेसन होइन, रेट अफ चेन्ज अफ भेलोसिटी स्केल एक्सेलेरेसन होइन, त्यसरी आएको हामी, यो कुरा बुझ्नु होला है त। अब न्युटन्स सेकेन्ड लको मिनिङ के हो भनेर जान्नु पऱ्यो, पुग्यो कि। न्युटन्स लले चाहिँ मोमेन्टमको चेन्जलाई एक्सप्लेन गर्छ। विच अफ द फलोइङ एक्सप्लेन द ल अफ भन्दा न्युटन सेकेन्ड ल, केही ठुलो कुरा आएन। हजुरले अलिकति ध्यान दिनुभयो भने क्वेसन सजिलो आउँछ कि सिडीमा, मैले त्यत्रो एक्सप्लेन गरेको छु भिडियोमा। ल थर्ड ल, र भाइ बहिनीहरू थर्ड ल चाहिँ हजुरले कसरी बुझ्नु भन्दाखेरि होइन, लाइफमा कर्म भन्छ नि, कर्म 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 भनेको थर्ड ल हो कि। त्यही भएर कसैलाई नराम्रो भन्नु अगाडि, कसैलाई केही नराम्रो गर्नु अगाडि सोच्नु पर्यो,
कर्म लाग्छ है। न्युक्लियर थर्डले कर्मको बारेमा भनेको है। ल यसको मिनिङ के भन्दाखेरि जस्तै मानौ फोर्स एले बीलाई जति फोर्स लगायो बीले एलाई पनि त्यति नै फोर्स लगाउँछ तर अपोजिट डिरेक्सनमा। एभ्री एक्सन इक्वल इन अपोजिट रिएक्सन। यो बारेमा सबै सुने होला। त मिममा पनि युज कुरा हो कि फिजिक्समा होइन मिममा युज हुन्छ आजकल धेरै। ल त्यति कुरा जान्नुभयो है। अब म हजुरलाई दुई चारवटा कुरा सिकाइदिन्छु। यो छ नि यसको लागि म वेट गरेर आएको छु कि त्यसको लागि वेट गरेर आएको छु। ओके आइकन रहेछ कि त्यहाँ त्यहीबाट मिस्टेक भयो। ल सेन्ट्रिपिटल फोर्स। अब सेन्ट्रिपिटल फोर्स भनेको के हो? फोर्स भनेको के हो भन्दाखेरि mv²/r याद गर्नुहोस्। यसले सेन्ट्रिपिटल फोर्स यदि क्वेसन सोध्यो भने यसको फर्मुला mv²/r हो। m भनेको मास, v भनेको भेलोसिटी, r भनेको रेडियस म भन्दिनँ है। सेन्ट्रिपिटल सेन्टरमा बुझ्नु होला नि, सेन्टरतिर हुन्छ पनि डिरेक्सन यसको। यो कुरा जानु होला। f = mv²/r सिधै याद गर्नुहोस्। अब यो कुरा पनि ड्राइभ गर्न थाल्ने हो भने त कहाँ हुन्छ त, सी हो यो, +2 थोरै हो। त्यही भएर mv²/r गरौँ है सिधै। अब हजुरले के गर्नु भन्दाखेरि f भनेको ma पनि त हो नि हैन त, हेर्नु त mv²/r गरौँ न भनेपछि एउटा a को भ्यालु आयो कि a को भ्यालु के हुन्छ लेख्नुस् त। a को भ्यालु के भयो? a को भ्यालु के भयो? हजुर मेरो कुरा बुझ्नु पर्दैन। a को भ्यालु के भयो? कसैले बुझ्दैन र? a को भ्यालु के हो? ल रेमु बहिनीले त, अञ्जली बहिनीले ल ठिक छ, एकदम खुसी लाग्छ कि किन भन्दाखेरि कोही कोही विद्यार्थी कन्सिस्टेन्टली एन्सर करेक्ट। रेमी बहिनीले एन्सर कन्सिस्टेन्टली जो राम्रो दिइरहेको छ नि, नाम निक्लिन्छ कि नाम के हुन्छ र होइन, नाम निक्लिन्छ है। त्यो बारेमा टेन्सन पनि अरूहरूले पनि। म पहिलो क्लास हो, अब मैले चाहिँ विद्यार्थी इन्करेज गर्छु होइन, हजुरहरूले सिक्न सक्नुहुन्छ है। त्यो होइन अब उनीहरूले निकालेकै भनेर टेन्सन सोचेन, पढ्नु पऱ्यो, मिहिनेत गर्नु पऱ्यो। अनि जोस् यसको मिनिङ मैले के भन्नु खोजेको खोजेको कि हेर्नुहोस् है, एम v²/a भनेको ए पनि त हो नि। अब ए भनेको के भन्दाखेरि यो v²/r हो कि यो कुरा भनेको है। v²/r भनेको ए हो, सेन्ट्रिपिटल फोर्स। यो कुरा पछि काम लाग्छ। अब म हजुरलाई लिनियर मोमेन्टम र टाइम इनर्जीको लेसन भन्छु। यदि योबाट सीमा क्वेसन आएन भने मलाई भन्नु, मलाई कल हान्नु जस्तै दाइ योबाट क्वेसन आएन भन्नु है। हजुरले जे भने म त्यही गर्छु। ल योबाट क्वेसन आउँछ कि ढुक्कै आउँछ कि यो स्योर नै आउँछ। अब लिनियर मोमेन्टम र काइनेटिक इनर्जीको हुँदा मैले क्वेसन हालेको छु। अब भाइ बहिनी एउटा के बुझ्नुपर्छ भन्दाखेरि मोमेन्टमको मतलब भनेको मास इन्टु भेलोसिटी हो, मास इन्टु भेलोसिटी हो। अनि काइनेटिक इनर्जी भनेको 1/2mv² हो। यो दुईटै कुरा उस्तै उस्तै हल्का हल्का देखिरहेको छ। अब एकछिनलाई मानौँ है, एकछिनलाई मानौँ मैले माथि पनि मासले मल्टिप्लाई गरेँ, तल पनि मासले मल्टिप्लाई गरेँ, पाइयो नि त, पाइयो कि नै? पाइयो। अब भनेपछि अब यो भयो भने के हुन्छ, 1/2 माथि चाहिँ m² v² भयो, तल m, ल 2m भयो। यतिसम्म त बुझ्यो होला। तल र माथि दुवैलाई m ले मल्टिप्लाई गरेको छु है, m ले मल्टिप्लाई गरेको छु। केही कारण छ यहाँ मल्टिप्लाई गर्नुको। किन भन्दाखेरि माथिको के भयो 1/2m, अनि यो भनेको mv² भनेको ल mv², अनि mv भनेको के हो? मोमेन्टम। मोमेन्टम मात्र नभन्नु, लिनियर मोमेन्टम भन्नु। लिनियर मोमेन्टम, लिनियर मोमेन्टम भनेको के भयो? p² / 2m भयो, भयो कि नै? p² / 2m भयो कि नै? हो। योबाट हजुरले एउटा कुरा सिक्नुभयो होला कि काइनेटिक इनर्जी छ नि, सिधै कुरा जति पढ्नुहोस्, रामायण महाभारत जति पढ्नुहोस्, तर यदि हजुरलाई यो कुरा याद छैन भनेपछि काम छैन। काइनेटिक इनर्जी इज डाइरेक्टली इक्वल टु p²। कुरा लेख्नुहोस् नोटमा। अहिले हजुर पढ्दै हुनुहुन्छ नि, जतिजना पढ्दै हुनुहुन्छ आफ्नो नोटमा लेख्नुहोस्, यो लेख्नुहोस् प्लिज, रिक्वेस्ट गर्छु। अब हजुरलाई मैले एउटा बुझ्छु पर्दैन। ल यसको एन्सर भन त, कसले भन्छ यसको एन्सर? यसको एन्सर कोही भन्न सक्छ? 800%। आर यु स्योर? स्योर हो? किन 800%? कसरी हो? मैले के भनेको छु, एङ्गुलर मोमेन्टम। अब एउटा कुरा भन्छु, मैले एङ्गुलर मोमेन्टमलाई
ल भन्नुहोस् त एन्सर कति हो अरे? खै त यो क्वेसन धेरै गाह्रो छ के? यो क्वेसन गाह्रो छ। इट्स अल एबाउट माइन्ड सेट कि कसैलाई यो क्वेसन गाह्रो लाग्छ, कसैलाई क्वेसन धेरै सही लाग्छ। कसले भन्यो? ल अब एउटा कुरा बुझ्नुहोस् है हजुरले। ए पनि एन्सर आएको छ। ए ओके। हाम्रो नामै कति लामो थियो, गाह्रो नाम छ। मैले बिर्सेँ है, सरी है। एउटा रिया समथिङ बहिनीले चाहिँ भनेको चाहिँ अञ्जलीको पनि 400% आयो, सन्जिलाको पनि 400%। अरू अरू 400% कसले भन्छ? ल हेर्नुहोस् है भाइ बहिनीहरू। अब हजुरले एउटा कुरामा यहाँ कहाँनिर ध्यान दिनुपर्छ भन्दाखेरि एउटा कुरा त सिम्पल छ। हाम्रो श्रुति यादव बहिनीको पनि आयो एन्सर। काइनेटिक इनर्जी इज डाइरेक्टली प्रोपोर्सनल टु पी स्क्वायर। मैले भने हो कि नै? भने हो कि नै? यदि 200%ले इन्क्रिज भयो, अब ध्यान दिनुहोस् है, इफ लिनियर मोमेन्टम अफ बडी इन्क्रिजेस बाई 200%, 200%ले बढ्यो, के होला यसको एन्सर? हजुरले हजुरले पहिला यो बुझ्न आवश्यक छ है, यो बुझ्न आवश्यक छ। एउटा बडी छ। अब यसलाई सल्भ गर्ने म टेक्निक भन्छु है। यसमा म हजुरलाई धेरै क्वेसन फ्रेम गर्नेवाला छु कि हजुरले अब त्यो सल्भ गर्नुपर्छ। हजुरलाई म भन्छु काइनेटिक इनर्जी इज डाइरेक्टली प्रोपोर्सनल टु पी स्क्वायर। यो पहिला गोल्ड स्ट्यान्डर्ड मानौँ है। तर यहाँ के भनेको छ भन्दाखेरि लिनियर मोमेन्टम अफ एनी बडी इन्क्रिजेस बाई 200%। एउटा बडीको, अब हजुर फस्नुहुन्छ कि किन किन एउटा बहिनीले मात्रै कन्सिस्टेन्टली 800% भनेको छ, धेरै 400% भन्नुभएको छ? यो कन्फ्युजन कहाँनिर छ भन्ने कुरा अब एक्सप्लेन गर्छु मैले। एउटा बडी छ, एउटा बडी छ, एकछिन हजुरले, एउटा बडी छ, यसको म लिनियर मोमेन्टमकै कुरा गरेँ त। यसले के भनेको छ भन्दा बडीको मोमेन्टम इन्क्रिजेस बाई 200% भनेको छ कि इन्क्रिजेस बाई 200%, 200%ले बढेको छ। यदि एकछिनलाई मानौँ, यदि एकछिनलाई मानौँ, यदि कोहीसँग अहिले 100 रुपियाँ छ, अब यो 100 रुपियाँ छ, यसलाई मानव 100%ले बढ्यो भनेको मिनिङ के हो? अब भन है, त्यो यसको एन्सर हो। 100%ले बढ्यो भनेको मतलब के हो? कति हुने भयो टोटल? 200। भेरी गुड। 100%ले बढ्नु 200 हो। 200%ले बढ्नु भनेको कति भयो? कति भयो? यस, रेणु बहिनी करेक्ट, 300 हो। त्यसैले 200%ले बढ्नु भनेको प्लस 200% हो। बडी इन्क्रिजेस टु भनेको छैन कि, 200% भनेको छैन कि, बाई भनेको छ 200%ले बढ्यो भनेको छ कि। बुझ्नुपर्ने कुरो। अब 2 भनेको छ, बाई भनेको छ 200%ले बढ्यो। यदि मानौ पी छ, अब यो पी कति भन्न खोजेको थाहा छ? 3p भन्न खोजेको कि भाइ बहिनी, यो कुरा हो कि 3p भयो भन्न खोजेको। यो कुरामा एग्री हुन्छ? सबैजनाले बुझेपछि एस लेख्नुहोस् त, एस लेख्नु। यो 3p, 3p बुझ्नुभयो कि नै? 3p बुझ्नुभयो भने एस लेख्नु त। अहिले मलाई सबै पार्टिसिपेन्टबाट चाहियो है। ल सन्तोषी बहिनीबाट पनि आयो। ल सबैले एस लेख्नुहोस् त। म हेरिरहेको छु यहाँ, मैले यति चिच्याएर पढाइरहेको छु होइन। ल रियानिका बहिनीबाट पनि आयो। ल बुझ्नु भएको छैन फेरि एक्सप्लेन गर्छु है। म हजुरलाई एक्सप्लेन गर्न त आएको छु। अनि यो मेन च्याप्टर होइन कि, च्याप्टरमा त आइहाल्छ नि पछि पढ्नुहुन्छ। ल सबैको आयो, फेरि भनिदिनु न यस। बहुत खुसी लाग्छ कि जब कसैले सोध्छ नि फेरि भनिदिनु। हजुरलाई के लाग्छ? मलाई झ्याउ लाग्छ? झ्याउ लाग्दैन है मलाई। ल सुन्नु, हजुरले एउटा कुरा के, बहिनीले एउटा कुरा के बुझ्नु पर्यो भन्दाखेरि काइनेटिक इनर्जी र मोमेन्टमको रिलेसन, लिनियर मोमेन्टमको रिलेसन भनेको पी स्क्वायर हो। यति कुरा मान्नु पर्यो है। अथवा हजुरलाई कसैले भन्यो मोमेन्टम फर्मुला के भनेपछि स्क्वायर रुट अन्डर 2m के। यो एउटै कुरा हो कि हजुरले यो जान्नु पर्यो कि यो त माथिको थाहा भयो बहिनी। यो त अञ्जली बहिनीले एकदम मजाले है, अञ्जली बहिनीले भन्नु त, यो बुझ्यो कि यो निकालेको बुझेको कि नकिन? बुझ्यो कि नि? ल बहिनीले बुझ्यो भने, यदि नबुझे पनि बहिनी एकछिन यो याद गर ल। किन भन्दाखेरि अघि अगाडि पनि एक्सप्लेन गरेको छु, रेकर्डेड लेक्चरमा पनि तिमीले हेर्न सक्छौ।
अब क्वेसनले के भनेको छ माथिको क्वेसन ध्यान दिएर सुन्नुपर्छ कि एउटा बडीको एङ्गुलर मोमेन्टम मैले लिनियरमा चेन्ज गरेँ कि किनकि लिनियर नै पढाएको छु एउटा लिनियर बडी मुभ गरिरहेको छ अभियसली त्यसको मोमेन्टम पी हुन्छ स्टार्टिङको पी छ अब के भने भन्दाखेरि यसको मोमेन्टम चेन्ज भएर पी ड्यास भयो नयाँ मोमेन्टम भनेको न्यू मोमेन्टम पी ड्यास भयो अब यो नयाँ मोमेन्टम छ नि यो मोमेन्टम छ नि यो मोमेन्टमबाट 200% बढीले इन्क्रिज भएको छ बाई 200% यो मोमेन्टम भन्दा पनि 200%ले बढेको छ 200% भएको छ भनेको छैन यही कुरा मिस्टेक भएको छ विद्यार्थीबाट 200 यो मोमेन्टम 200% भएको होइन कि यो मोमेन्टम 200%ले बढेको त्यही भएर मैले इक्जाम्पल दिएँ यदि हजुरसँग 100 रुपियाँ छ भनेपछि 100%ले बढ्नु भनेको अब हजुरसँग कति रुपियाँ छ 200 छ यदि हजुरसँग 100 रुपियाँ छ त्यो 100 रुपियाँ 200%ले बढ्नु भनेको 200 कति हुने भयो 300 हुने भयो र 200 ले चेन्ज हुनु भनेको कति हुने भयो 300 हुने भयो हो त्यसै मतलब 3 टाइम्स हुने भयो कि 3 टाइम्स हुने भयो जस्तै म बहिनीसँग एकजनामा 100 रुपियाँ छ अनि मैले पहिला 200 रुपियाँ दिएँ अब बहिनीसँग कहिले 300 रुपियाँ भयो अब बहिनीको अघिल्लो कम्पेरिजनमा 200%ले बढ्यो नि त हुनु त 300% भयो टोटल 300% भयो तर स्टार्टिङको कम्पेरिजनमा 300% पुरै भएको होइन 100% त बहिनीसँग अलरेडी थियो बहिनीसँग जे थियो त्यसलाई 100% कन्सिडर गरौँ कि त्यसले 200% इन्क्रिज भयो अब बुझ्यो तिमीले 200% बाई इन्क्रिजेस बाई 200% 200%ले बढ्यो यसको मिनिङ के भन्दाखेरि पी ड्यास इज इक्वल्स टु पी प्लस 200% अफ पी यो होइन त म्याथमेटिक्स होइन त अनि यो के भयो पी प्लस 200% 200 डिभाइड बाई 100 मल्टिप्लाई गर्दाखेरि के भयो त 3p आयो कि नि ल अब भन अब बुझ्यो कि नि अब बुझ्यो कि नि अब बुझ्यो कि नि ल यति नै हो क्या मेरो भनेको मोटो पेसा भनेको विद्यार्थीलाई बुझाउनु बुझ्नुभयो के हुन म जसरी पनि बुझाउँछु अब अघिल्लोको क्वेसन अब बहिनी राम्रो छैन है तिमीले हेर है बहिनीले किनकि अब तिमीले बुझ्छौ क्वेसन अब यो क्वेसनले के हो किन धेरै स्टुडेन्ट मिस्टेक गरेर एउटा बहिनीले कन्सिस्टेन्टली राम्रो एन्सर दिएको थियो इफ द लिनियर मोमेन्टम अफ एनी बडी इन्क्रिजेस बाई भनेको छ कि इन्क्रिजेस बाई भनेको छ कि त्यतिले बढ्यो कतिले 200%ले बढ्यो भनेपछि नयाँ मोमेन्टम के हुने हो नयाँ मोमेन्टम 3p भएन त यदि नयाँ मोमेन्टम 3p भयो अब न्यू मोमेन्टम p ड्यास इज इक्वल्स टु 3p भयो भनेपछि काइनेटिक एनर्जी भनेको के हो इज डाइरेक्टली इक्वल्स टु p स्क्वायर भयो कि नि भनेपछि 3p स्क्वायर कति भयो p ड्यास स्क्वायर भनेको 3p स्क्वायर भनेको कति भयो 9 भयो के 9p स्क्वायर बुझ्यो कि नि कुरा हजुरलाई अझै सिम्पल बुझाइदिएँ म ल बुझेन मैले भन्छु न त कति बुझ्यो भने हुन्छ भन्छ पहिला 900% भयो कि नि यसको फाइनल चाहिँ यति काइन्ड चाहिँ 9 टाइम्सले बढ्यो भन्ने कुरा मान्छ कि नि 9 टाइम्सले बढ्यो मान्छ कि नि हो यस भन्छ क्या 9 टाइम्स भयो कि जस्तो अघि मैले 100 रुपियाँबाट 300 बनाउँदाखेरि 3 गुणा भएन त हुन त 3 गुणा भयो तर बढेको 2 गुणाले बढ्यो कि सरी 200%ले बढ्यो कि अब त्यसैले गर्दाखेरि अनि दिन इन्क्रिज इन काइन्ड इनर्जी भनेको छ कि एकदम क्वेसन यो ट्रिकी छ कि है अब म एउटा इक्जाम्पल दिन्छु ट्याक्क मैले होइन हजुरलाई थाहा होला होइन आशिक जालाई चिन्नुहुन्छ होइन मेरो साथी आशिक जा चाहिँ अनि उसले ऊ र म नेममा सँगै एउटै क्लासमा पढेको होइन अनि उसले चाहिँ यो क्वेसन गर्दाखेरि स्टार्टिङमा के गर्थ्यो भन्दाखेरि ऊ लास्टै फिजिक्सको राम्रो मान्छे हो कि उसले त फिजिक्समा एकदमै इन्क्रिज इन यस्तो ख्याल गरेको थियो अनि तर मैले स्टार्टिङमा ख्याल गरेको थिएन कि त्यो कुरालाई किन भन्दाखेरि म कहिले इन्ट्रान्सको तयारी नै गरेको थिएन गएँ होइन डाइरेक्ट अनि टक्क त्यहाँ थाहा भएको कि त्यहाँबाट म त्यो भएपछि त्यो उसलाई सम्झिन्छु क्या धेरै इन्क्रिज इन भनेको छ त्यही भएर हजुरले इन्क्रिज चाहिँ कति भयो माइनस p स्क्वायर गरिदिनुहोस् न के हुन्छ 800% कुरा बुझ्यो कि नि कुरा बुझ्यो अब 800%मा कसैलाई कन्फ्युजन छ अझै भनौँ है अब विद्यार्थी कन्फ्युजन 400% किन गरेन त विद्यार्थीले इन्क्रिजेस बाई क्रममा इन्क्रिजेस 2 भइदिएको भए के थिएछ भन त इन्क्रिजेस 2 भयो ल अब त मैले तिमीलाई झुकाएँ ल 100% झुकाएँ क्वेसन सुन मेरो ध्यान दिएर क्वेसन सुन यो क्वेसन जसले मिलायो नि एउटा चक्लेट दिन्छु म
If linear momentum of body increases to 200%, then increase in kinetic energy is के हुन्छ? Yes. ल बहिनी तिम्रो लागि एउटा सिट त पक्का नै छ, मैले बुझिसकेँ होइन। इम्प्रेस है, एकदम राम्रो एन्सर दिएको छौ, एकदम राम्रो एन्सर दिएको छौ। 300%, 300%। विद्यार्थीले यो पनि बुझेको थिए, झुकिन्थेन कि कोही पनि झुकिन्थेन। यो 400 त किन हुँदैन भन्ने कुरा यहाँ इन्क्रिजेस इन भनेको छ। यहाँ इन्क्रिजेस टु भनिदिएको भए 400% हुन्थ्यो कि, अनि अघि भइदिएको 900% हुन्थ्यो कि। अब यसको डिटेल लेक्चरमा हेर्नु होला, अब हजुरले रेकर्डेड पनि हेर्न सक्नुहुन्छ। तर यसको एन्सर 300% हुन्थ्यो यदि यसमा इन्क्रिजेस टु भनेको यदि 300 हुन्थ्यो, 400 हुन्थेन। 400 हुनै सक्दैन कि, यस्तो इन्क्रिजेस इन आए पनि ट्याक्कै स्क्वायर नम्बर हुनै सक्दैन, स्क्वायर हुनै सक्दैन। 400 900 हुनै सक्दैन। 100% घटाउँ 800%। अथवा भन्छ यो त अघि रहन्छ, यसरी बुझ्न सकिन्थ्यो। ल ठिक छ, अब धेरै लेट नगरौँ है, धेरै लेट नगरौँ। फिजिक्स अलिकति मलाई थाहा छ, यो क्वेसन कसरी गर्न सक्छ? ल यो गरौँ त। ल यो क्वेसन गरौँ त। ल बी भनेर एन्सर आइसकेको त हेर्नुहोस् है भाइ बहिनीहरू, हजुरले यति कुरा बुझ्नु होला, काइनेटिक इनर्जी इज इक्वल्स टु पी स्क्वायर बाई 2m फर्मुला। अब धेरैलाई यो जान्नै पर्छ है, यो जान्नै पर्छ। अनि मैले म्याथमेटिक्समा इजी हुन्छ भनेर मात्र मैले हजुरलाई काइनेटिक इनर्जी इज डाइरेक्टली प्रोपोर्सनल टु पी स्क्वायर भनेको हो। किनकि ke1 डिभाइड बाई ke2 यस्तो गर्नु पर्दैन धेरै, त्यही भएर मैले एमएम लेख्नु पर्दैन, एम कन्सटेन्ट हो, केही फरक पर्दैन। पी स्क्वायर बाई 2m भनेपछि अब काइनेटिक इनर्जी के छ? काइनेटिक एनर्जी of a body of mass 3 kg and momentum 2 न्यूटन भनेको छ, न्यूटन सेकेन्ड भनेको छ, न्यूटन सेकेन्ड भनेपछि काइनेटिक एनर्जी कति? काइनेटिक निकाल्नु दिएको छ, p स्क्वायर कति? p स्क्वायर भनेको मोमेन्टम 2 छ, 2 स्क्वायर 2 into 2 डिवाइड बाइ मास कति छ? 2 into 3 2/3 हो। यानी हजुरले एउटा कुरा त बुझ्नु भयो होला कि कति इम्पोर्टेन्ट छ भन्ने कुरा। अब अहिलेसम्म हजुरले काइनेटिक एनर्जी र हजुरले मोमेन्टमको यो जान्नु भएको छ। मैले यसको भने हेर्नुहोस् है, काइनेटिक एनर्जी इज डाइरेक्टली प्रोपोर्सनल टु पी स्क्वायर त भने हैन, तर पी को अब यही रिलेसन भनेको पी इज स्क्वायर रुट अफ के हुन्छ, त्यो कुरा त मान्नु त नि। फेरि त्यो कुरा बुझ्न भन्न पाइएन है, कसैले पनि पाइएन यस्तो कुरा बुझ्दैन भन्न पाइएन। अब ट्याक्कै फर्मुला पनि हजुर चेक गर्नु होला, काइनेटिक सरी मोमेन्टमको फर्मुला चाहिँ स्क्वायर रुट अन्डर 2m टाइम्स के यो हुन्छ है, के भनेको काइनेटिक एनर्जी। ल यति कुरा क्लियर छ? यहाँसम्म बुझ्यो कि नै भन त? ल यहाँसम्म बुझेको छ कि नि? ल खुसी लाग्यो है हजुरहरूले, साँच्चै नै होइन हाम्रो पानीमा पनि क्वेसन आएको थियो कि, एकपल्ट बुझ्नु होला है, त्यो क्वेसन आएको थियो। यस्तो छ के हुन्छ भन्दाखेरि फिजिक्स गाह्रो छ भन्ने कुरा चाहिँ देखाउँछु कि मार्केटमा, सबैले देखाउँछ कि गाह्रो छ। फिजिक्स गाह्रो छ तर देखाउनु हुन्न कि, विद्यार्थीलाई सिम्पल तरिकाले बुझाउँ भन्ने कुरा। त्यही भएर स्टार्टिङमा यो कोर्स गराउनु कारण के भन्दाखेरि अलिकति विद्यार्थीको जे भए पनि इन्गेजमेन्ट अलिकति होला होइन, अलिक फिजिक्सतिर इन्ट्रेस्ट होला भन्ने कुरा। इन्ट्रेस्टै छैन कि विद्यार्थीलाई फिजिक्स पढ्नु। अहिले एउटा युनिट टाइमसम्म पढाइ गरेकोले बोरिङ भएर भागिहाल्यो स्टुडेन्टहरू। अब एटलिस्ट हजुरले यो सिरिज जस्तो फलो गर्नु भने पछि लेक्चर हामीसँग हेर्नु नगरे पनि आइहाल्छ कि कुराहरू, त्यही भन्न छु। अब यो कुरा छ नि, कुनै इक्जाममा नम्बर ल्याउनुको लागि होइन कि, यो कुरा बुझ्न आवश्यक छ, जहाँ पनि काम लाग्छ। कन्जर्भेसन अफ इनर्जी त मोस्ट इम्पोर्टेन्ट चिज हो, बुझ्नुभयो नि, कन्जर्भेसन अफ इनर्जी। अब हजुरलाई अहिले म मेकानिक्समा के भन्छु भन्दाखेरि टोटल इनर्जी छ नि, टोटल इनर्जी भनेको के हो भन्दाखेरि कसरी सोध्यो भनेपछि दुईटा इनर्जी मात्रै हुन्छ होइन, एउटा काइनेटिक इनर्जी हुन्छ र अर्को कस्तो इनर्जी हुन्छ? पोटेन्सियल इनर्जी हुन्छ। भाइ बहिनीहरू, यदि टोटल इनर्जी यदि काइनेटिक इनर्जी म्याक्सिमम छ भनेपछि पोटेन्सियल इनर्जी 0 हुन्छ। केमिस्ट्री झन् गाह्रो छ भन्छौँ, केमिस्ट्री त म गाह्रो भन्दिनँ कहिले पनि, केमिस्ट्री छ बहिनी, केमिस्ट्रीको पनि लेक्चर खत्रै टिचरहरू हुन्छ है, टेन्सनै नगर नि, थुप्रो पढ्ने खालि। टोटल इनर्जी भनेको काइनेटिक इनर्जी प्लस पोटेन्सियल इनर्जी। केमिस्ट्रीको पनि एउटा कुरा जोड्छु है म यसमा। ल बहिनी केमिस्ट्री भन्ने वर्ड लेख्यो, केमिस्ट्रीको एउटा कुरा गर्छु। के हुन्छ नि, काइनेटिक इनर्जी म्याक्सिमम छ भनेपछि पोटेन्सियल इनर्जी 0 हुन्छ, अनि
पोटेन्सियल इनर्जी म्याक्सिमम समयपछि काइनेटिक इनर्जी जिरो हुन्छ। र भाइ बहिनी एउटा इक्जाम्पलबाट जाउँ है, किन भन्दाखेरि यो फर्मुलाबाट त घट्न सबैलाई आउँछ। यसको फर्मुला सबैलाई थाहा। यसको फर्मुला भनेको 1/2 mv स्क्वायर हो, अनि यसको भनेको mg आएको छ, यो सबैलाई थाहा छ, यो सिम्पल कुरा हो। अब म के भन्छु भन्दाखेरि एउटा मान्छे छ, त्यो मान्छे के गर्यो, एउटा बललाई, क्रिकेट बललाई माथि फ्याँक्यो है त, माथि फ्याँक्यो। अब जब माथि फ्याँक्यो लग्यो भनेको तपाईँलाई यहाँ ग्राउन्ड हो, यो ग्राउन्ड हो, यो टप हो, यति माथि फ्याँक्यो बललाई। अब बल जब यहाँ पुग्यो नि, यो बल यहाँ पुग्यो नि, यहाँ पुग्छ अनि बल फेरि तल झर्छ, एउटा सर्टेनसम्म जान्छ। कति बेलासम्म जान्छ, जबसम्म भेलोसिटी जिरो हुँदैन। सरी है, जबसम्म भेलोसिटी जिरो हुँदैन तबसम्म जान्छ। यसको मतलब यो पोइन्टमा जाँदाखेरि भेलोसिटी के हुन्छ भन्दा, यो पोइन्टमा जाँदाखेरि भेलोसिटी जिरो हुन्छ। र यो कुरालाई हजुरले सिम्पल हार्मोनिक मोसनमा पनि लगाउन सक्नुहुन्छ कि सिम्पल हार्मोनिक मोसनमा दुईटा पोजिसन हुन्छन्, एउटा मिन पोजिसन, एउटा एक्सट्रिम पोजिसन। मिन पोजिसन र एक्सट्रिम पोजिसन। एक्सट्रिम पोजिसनबाट कता फर्किन्छ, भेलोसिटीको कुरा हो। एक्सेलरेसन म्याक्सिमम भएर के गर्नुहुन्छ, भेलोसिटी मिनिमम हुन्छ, जिरो हुन्छ। त्यसैले गर्दाखेरि फिर्ता आउँछ, बुझ्नुभयो नि, याद भयो नि, सिम्पल हार्मोनिक मोसन, पेन्डुलम। ल भाइ बहिनीहरू, अब मैले भने यो पोइन्टमा सबैभन्दा, यो पोइन्टमा यो बल यहाँ पुग्दाखेरि यसमा कुन इनर्जी छ होला भन्नुहोस् त, लेख्नुहोस् त। यहाँ पुग्दाखेरि यो पोइन्टमा पुग्दाखेरि कुन इनर्जी मात्र बच्छ भन्नुहोस् त। ओन्ली पोटेन्सियल इनर्जी के, पोटेन्सियल इनर्जी मात्रै हुन्छ के, काइनेटिक इनर्जी त जिरो भइहाल्छ, किनकि V0 हेर्नुहोस् न, कमन सेन्स। ओके बहिनी लेख्नु, भेरी गुड। ल हेर्नुहोस्, V0 भयो भने बित्तिकै काइनेटिक इनर्जी जिरो भयो भनेपछि पोटेन्सियल टोटल इनर्जी भनेकै काइनेटिक इनर्जी कहाँ हुन्छ भन्दाखेरि म्याक्सिमम एटो हुन्छ। र एउटा यस्तो अघि बहिनी केमिस्ट्री भनेको कि त्यही भएर एउटा कुरा भन्नुहुन्थ्यो कि जस्तै कुनै पनि केमिकल रियाक्सनहरू हुन्छ नि, कुनै पनि केमिकल रियाक्सनहरू स्टेबल कति बेला हुन्छ, प्रोडक्ट कति स्टेबल बन्छ, यस्तो खालको क्वेसन आउन सक्छ लाइफमा होइन। मान्छे स्टेबल कता हुन्छ थाहा छ, मिनिमम इनर्जी। जब मिनिमम इनर्जी तब स्टेबल हुन्छ है। धेरै इनर्जी भनेको अनस्टेबल हुनु हो कि, अनस्टेबल, ऱ्यान्डमनेस, डिसअर्डर बढ्नु, इन्ट्रोपी बढ्नु है, त्यो कुरा हो। त्यसको लागि म इक्जाम्पलमा एउटा बलको इक्जाम्पल दिन्छु। बल, अघि बलको, अब बल कति बेला इक्विलिब्रियममा आउँछ, कति बेला स्टेबल हुन्छ भन्ने कुरा बुझ्नको लागि एउटा मैले कचौरा लगेँ, कचौरा जस्तो पनि भएन है, जोडा पनि गर्न आउँदैन, सब ठिकै छ। अनि मैले यहाँ एउटा गुच्चालाई कचौरामा फ्यालेँ, नचाहेँ। यस्तो कचौरा एकचोटि ढाक्ने, गुच्चा राखेर नचाउनुहोस्, अनि कचौरा राख्नुहोस्। गुच्चा घुम्छ 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 अनि लास्टमा गएर तल बटममा आएर सेटल हुन्छ। हेर्नुहोस् है, इन्ट्रेस्टिङ छ। बटममा आएर गुच्चा किन आएर रोकिन्छ, किन किन भन्दाखेरि सबैभन्दा इनर्जी जिरो त्यही हुन्छ। किन, पोटेन्सियल इनर्जी इज इक्वल्स टु mgh। या जिरो भएन त, यही ग्राउन्डमा आयो भने या जिरो भयो कि, अनि या जिरो भयो भने चाहिँ के हुन्छ, मिनिमम इनर्जी। र मिनिमम इनर्जीमा जहिले पनि इक्विलिब्रियम हुन्छ, रियाक्सनहरू स्टेबल हुन्छ, प्रोडक्टहरू स्टेबल हुन्छ। त्यो कुरा बुझ्नु होला, त्यो कुरा पनि मैले भने हजुरलाई। हाइट जिरो हुन्छ नि त, बेस नै भयो नि त, त्यही भएर जबसम्म गुच्चा यहाँ गएको थियो स्टेबल थिएन कि, त्यही भएर स्टेबिलिटी खोजेको थियो। त्यही भएर त हजुरले कुनै पनि जस्तै घरमा अथवा हुन्छ नि त, सबै इक्वल छैन है, कहिले कोही पानी पोख्यो भने के हुन्छ, पानी सकेसम्म तलतिर जान्छ, माथितिर पानी कहिले जान्छ, कहिले पनि जाँदैन। पानी भनेको सबभन्दा लोएस्ट पोइन्ट खोज्छ नि त, त्यही भएर सबभन्दा बढी पानी कहाँ छ, समुद्रमा छ, सबभन्दा लोएस्ट पोइन्ट होइन। त्यही भएर पानीले जहिले बाटो खोज्छ त्यो सबभन्दा लोएस्ट पोइन्ट पाउँछ, किन भन्दाखेरि त्यहाँ इनर्जीसँग जिरो हुन्छ र स्टेबिलिटी मिल्छ कि। हो यस्तो कुराहरू हजुरले कमन सेन्सले बुझ्ने कुरा हो। सबै कुरा हजुरले फर्मुला हालेर निकाल्नुपर्छ भन्नु मलाई लाग्दैन। फिजिक्सहरू गर्ने तरिकाहरू छन्, बिस्तारै सिकाउन, पहिलो दिन नै यति धेरै सिकेपछि हजुरलाई पनि फेरि हेक्टिक हुन्छ चाहिँ। त्यही भएर हजुरले चाहिँ यो कुरा चाहिँ जान्नु होला। ल ठिकै छ, अब यो कन्सेप्ट छ, अब यो कन्सेप्ट म थोरै भन्छु अनि आजको सेसन स्टप गरौँ है। सबैजनाले यतिसम्म पनि पढ्नु भएको छ, बहुत खुसी लागेको छ कि। अझै यस्तै पढ्नुभयो भने नाम त कसरी निक्लिन्छ, अब कुन कलेज जाने, कति ऱ्याङ्कमा निकाल्ने भन्ने छ हजुरमा। ल अब जहिले पनि के हुन्छ भन्दाखेरि यदि केही कुरा लिनियर छ यसलाई रोटेसनल डाइनामिक्समा चेन्ज गर्नु पर्यो।
डेसिमलमा चेन्ज गर्न पर्यो भनेपछि यसलाई आर्कले मल्टिप्लाई गर्नुहोस् कि आर्कले मल्टिप्लाई गर्नुहोस्। जस्तै मानौँ यो थीटा एंगल छ, मेरो कुरा बुझ्नुहोस् है। अब मानौँ पोइन्टमा यो के छ, आर छ, रेडियस हो यो है। स्मल आर लेख्नु पर्ने र ठिकै छ क्यापिटल आर लेख्नु रेडियस। अब यो चिज जब यस्तो बुझ्नुहोस्, कसरी बुझ्नु भन्दाखेरि एउटा वायर छ, वायरमा एउटा के ढुङ्गा बाँधेको इमेज गर्नुहोस्। अब त्यो ढुङ्गालाई हजुरले यसरी सर्कलमा यस्तो घुमाउन सक्नुहुन्छ नि त। जो अब यो पोइन्टबाट यो पोइन्टमा आउँदाखेरिको कुरा हो कि एउटा पोइन्टबाट अर्को पोइन्टमा आउँदाखेरिको कुरामा एउटा एङ्गल सब्स्टेन्ड हो नि, यो एङ्गल थीटा हो कि। यसलाई मेजरमेन्ट हामीले रेडियनमा गर्छौँ, रेडियनमा है। अब यो थीटा एङ्गल छ नि, थीटा एङ्गलमा हजुरले गर्नुपर्ने अब यो के हुन्छ भन्दाखेरि हजुरले अब यसलाई एङ्गल थीटाको रिफरेन्समा हजुरले के गर्नुहुन्छ, यो आर्क हो कि, यो आर्कको युज गर्नुपर्छ। आर्क मेरो प्रश्न है, आर्कको युज गर्नुपर्छ, त्यो कुरा जान्नु होला। त्यही भएर हजुरले के जानु पर्यो भन्दाखेरि जति पनि आएको छ नि सबै यही कन्सेप्टमा आएको छ। र एउटा अर्को यस्तो इन्ट्रेस्टिङ कुरा भन्छु, सेसन यिनुपर्छ है त। ल हजुरले कुरा बुझ्नु भाइ। अब हजुरले होइन जस्तै मानव यस्तो भन्नु कि मैले थीटा इक्वल्स टु एल बाई आर सुन्नु भएको छैन? थीटा इक्वल्स टु एल बाई आर है। अब मैले हजुरलाई के भन्दाखेरि जस्तै भी इक्वल्स टु ओमेगा आर हुन्छ, आर हुन्छ। यो फर्मुला सबै थाहा छ, तर एक्चुअलमा यही हो त। जस्तै लिनियर मोमेन्टम भनेको पी क्रस आर हो। ल मलाई यो भन थीटा है, बाहिर आवाज आयो भने थोरै है, सरी। ल भेक्टर है, भेक्टर ल मिलेको छ, यो मिलेको छ भन्ने को छ भन। फाउन्डेसन कोर्स तर अहिले क्वेसन फेरि मैले अलिअलि भित्रतिर घुमाइसकेको छु। यो मिलेछ भन्ने को कोले भन्छ यो मिलेको छ? यो मिलेको छैन है। एक्चुअलमा भनेको चाहिँ एल इक्वल्स टु आर क्रस पी हुन्छ। एल इक्वल्स टु आर क्रस पी चाहिँ एक्चुअलमा के हुन्छ है। यदि कहिलेकाहीँ हजुरलाई फर्मुलामा सोध्यो हुज द फलोइङ इज करेक्ट, एल इक्वल्स टु पी क्रस आर, दुईटामा भेक्टर दिएर दुईटामा नदिएर भेक्टर आर क्रस पी क्रस आरको चारवटा अप्सन पाइदिएर यो करेक्ट एन्सर हो। आर क्रस पी हो, कुरा दिमागमा राख्नु होला। र हजुरलाई म अब लास्ट 2 मिनट मात्र एक्सप्लेन गर्छु एउटा कुरा, त्यसपछि आजको सेसन गरौँ है त। र भाइ बहिनीहरू म के भन्न चाहेँ भन्दाखेरि हजुरलाई थाहा छ यो पाई भन्ने कुरा, मैले पाई यस्तो हेर्छु है, मैले जाँदा छ यो पाई है, पाईको भ्यालु 22.7 थियो। यो 22/7 पाईको भ्यालु छ नि, यसको मिनिङ के हो भन्दाखेरि होइन, यसको मिनिङ के हो धेरैले बुझ्दैन। यसको मिनिङ के हो भन्दाखेरि यदि हजुरले एउटा तार लगाएँ मैले, एकैछिन है, एकछिनलाई मानौँ यसको लेन्थ कति छ भन्दाखेरि 22 सेन्टिमिटर छ। यसको लेन्थ कति छ, यसको लेन्थ ट्याकमा नाप्दाखेरि 22 सेन्टिमिटर छ है। यसमा यसको लेन्थ चाहिँ 22 सेन्टिमिटर छ। यदि मैले यसलाई गोलो बनाएँ, यदि यसलाई मैले गोलो बनाएँ भनेपछि यसको रेडियस कति हुन्छ, कति हुन्छ कसलाई आउँछ? ल भन त, लास्ट कुरा हो, इन्ट्रेस्टिङ कुरा छ। यसको गोलो गर्दा यसको रेडियस कति हुन्छ? यसको रेडियस 7 हुन्छ। भाइ बहिनीहरू यसको मिनिङ नै त्यही हो कि 22/7 को मिनिङ धेरैलाई सिम्पल इक्जाम्पलमा बुझाउन पर्यो भनेपछि हजुरले के बुझाउनु भन्दाखेरि 22 सेन्टिमिटरको एउटा वायर लगाउनुहोस्, यसलाई ट्याक्क सर्कल पर्फेक्ट सर्कलमा कन्भर्ट गर्नुहोस् र यसको रेडियस नाप्नुहोस्, 7 सेन्टिमिटर आउँछ। अनि बहिनी यो यसको लेन्थ 22 सेन्टिमिटर छ, यसलाई गोलो बनाउँदाखेरि रेडियस भनेको त यहाँदेखि सेन्टरसम्म हो नि त। कसरी 20 हुन्छ त? कमन सेन्स। तिमीले यसलाई यो 22 सेन्टिमिटरको छ कि यो वायर 20 सेन्टिमिटर छ, यसलाई मैले घुमाएर गोलो बनाएँ। यो गोलो बनाउँदाखेरि यहाँदेखि सेन्टरसम्मको रेडियस, अझ डायमिटर भइदियो पनि अलिक मान्थे अलिक क्लोज होला भन्ने, रेडियस त हाफ हो नि त। अनि यो 22 होला त 7 हुन्छ। यसको मिनिङ नै त्यही हो कि 22/7 को मिनिङ के भन्दाखेरि मैले पत्ता लगाएको होइन है, यो फेरि छ कहिले काहीँ। 22/7 मिनिङ के भन्दाखेरि 22 सेन्टिमिटर लामो एउटा हजुरले रसी लगाउनुहोस्, साँच्चै आज एक्सपेरिमेन्ट गर्नुहोस्, सुरुमा एउटा धागो लगाउनुहोस्, ट्याक्क पर्फेक्ट सर्कल गर्नुहोस्, त्यसको रेडियस नाप्नुलाई 7 सेन्टिमिटर आउँछ आइडिया। अब
म्याथमेटिकलले पनि यही भन्छ कि हजुरलाई मैले खालि घुमाइरहेको छु यसको लेन्थलाई सर्कलमा कन्भर्ट गर्ने कि 2 पाई आर सर्कमफरेन्स 2 पाई आर होइन त हो कि नि त्यो कन्सेप्ट नै आयो कि 22 यही हो कि कुरा कुरा यहीबाट आएको हो कि पुरै ल अनि अब यो के हो 2 × पाईको भ्यालु के हो 22/7 हो कि नि इन्टु आर इज इक्वल्स टु 22 22 भने पाई आर एकैछिन है यहाँनिर अलिक मिस्टेक भयो क्यालकुलेसन डायमिटर आयो कि सरी त्यहाँबाट डायमिटर आयो अनि रेडियसको हाफ हुन्छ यो कुरा मेजर गर्नु त मेजरै गर्न पाइँदैन थियो यसको डायमिटर नै होला त्यसो भए एकैछिन है ओके यहाँबाट यति कतिको 2 पाई आर ल हजुरले यो एक्चुअली क्यालकुलेट गर्नु होला है यो एक्सपेरिमेन्ट गर्नु होला यो चाहिएन इक्जामको लागि चाहिएन तर यो एक्सपेरिमेन्ट एक्चुअली गर्नु होला अनि मलाई भन्नु है त हजुरको यही हुनु पर्यो यसको मिनिङ के हो भन्दाखेरि यो कसरी पाइ पत्ता लाग्यो भन्दाखेरि यस्तै वायर लाउनु होला यसलाई फलो गराउनु होला अनि यसको यो नाप्नु होला रेडियस हो कि डायमिटर एकछिन मैले क्यालकुलेट गर्नुपर्छ अलिक टाइम लाग्न सक्छ त्यही भएर मैले यति त्यतिमा इन्ड गर्न चाहन्छु अब हजुरले यो चाहिँ इन्ट्रेस्टिङ हजुरलाई काम दिए है अलिकति म पनि थोरै कन्फ्युज त भइहालेँ है तर यसको इन्ट्रेस्टिङ स्टोरी छ कि त्यही भएर मलाई ट्याक्क अलिक याद आएर भने ल अरू कसैलाई यो लेक्चरमा केही क्वेसन छ भने सोध्नु त 20 चाहिँ हुँदैन है ल क्वेसन सोध न ल अब हामी लेक्चरको इन्डमा छौँ कसैलाई केही क्वेसन छ आजको लेक्चरमा केही कन्फ्युजन छ आजको लेक्चरमा केही कन्फ्युजन छ ल ल खै त कोही एकजना पनि रिप्लाई गर्दैन मान्छे त सबैजना छ अर्को क्लास चाहिँ छैन आज अर्को क्लास पनि छ है आज चाहिँ हाम्रो एमडी फिजियोलोजी सर आउँदै हुनुहुन्छ पढाउन त्यही भएर हजुरले यो कुरा बुझ्नु होला 5 बजे 5:40 5:40 सरको क्लास हुन्छ एमडी लेभलको टिचर हुँदै हुन्छ कि एमडी लेभल हामीलाई नै पढाउने टिचर हुन्छ कि त्यही भएर सरको क्लास एटेन्ड गर्नुलाई ह्युमन फिजियोलोजी पढाउँछ है च्याप्टर वाइज लेक्चर कहिलेदेखि स्टार्ट हुन्छ अब च्याप्टर वाइज लेक्चरको चाहिँ अब अलिक टाइम लाग्ला